क्लास 2 बाट चाहिँ सेकेन्ड चाहिँ भएको थिइनँ। अलवेज फर्स्ट। हजुर रिजल्ट आयो, फर्स्ट आयो, त्यही माथि अल टाइम हाइएस्ट आयो। जति पढे पनि दिमागमा घुसिरहेको छैन। त्यस्तो भएको थियो। प्रेसर फिल भयो कि भएन? मैले चाहिँ त्यसलाई प्रेसर भन्दा पनि बढी ड्राइभिङ फ्याक्टरको तरिकाले चाहिँ हेरेँ। क्लासरुममा के गर्नुपर्छ? पिरियडिक रिकल गर्ने हो भने चाहिँ थ्योरी सब्जेक्टहरू चाहिँ कसरी प्रिपेयर गर्ने? त्यो नै नम्बर अफ रेपिटेसन्स हो। मैले चाहिँ स्लटहरू बनाएको थिएँ। एकचोटि लेखेपछि चाहिँ राम्ररी याद हुन्छ है भन्ने छ भने उसले लेख्नु पर्यो, बुकमै कोर्ने बानी थियो क्या। मैले धेरै नेमोनिक्सहरू पनि बनाउँथेँ। एक्जाममा गर्नै भ्याएन। फेरि आफूले गरेको कुरामा चाहिँ अब्सेस्ड भयो भने चाहिँ आफूले सोचेको जस्तो रिजल्ट चाहिँ ल्याउन सकिन्छ। कन्सिस्टेन्सीका साथ गर्न सकिन भने कतै पनि सक्सिड भइँदैन। कसरी? केही रिजन हुनु पर्यो। यदि पढ्न मन लाग्दैन भने पढ्ने नै हो। मैले पढेको छु, मैले गर्न सक्छु। सकेसम्म आफूले जानेको क्वेसन चाहिँ फास्ट लेख्ने, माइन्डसेट जस्तो राख्यो त्यही अनुसार नै आफ्नो एक्सन्स ड्रिभन हुन्छ। तपाईँले सोसियल मिडिया युज गर्नुभयो कि भएन? पुरै एपहरू नै फालिदिएको थियो। पढ्दाखेरि कसरी लाइफ ब्यालेन्स गर्ने भन्ने पनि कुरा आयो। म्यानेज गर्न सक्ने, म्यानेज गरेर टपै गर्न पनि सक्ने रहेछ। एक्जामको रिजल्ट आउँदा कस्तो फिल भयो जब थाहा भयो कि म अल नेपाल टप गरेँ भनेर? ओके, एक्जामको रिजल्टको बेला चाहिँ म बाहिर नै थिएँ। म चाहिँ बरु अलिकति स्ट्रेस कम हुन्छ, त्यो हुन्छ नि एङ्जाइटी कम हुन्छ भन्ने तरिकाले चाहिँ बाहिर गएको थिएँ साथीसँग। अनि त्यसपछि रिजल्ट आउन थोरै ढिलो चाहिँ भयो, लगभग कति 1:30, 2तिर रिजल्ट आयो। सुरुमा आइक्यानको नोटिस आयो, अनि नोटिस आएपछि आइक्यानको नोटिसमा चाहिँ रिजल्ट पब्लिस भयो र त्यहाँ तल चाहिँ ऱ्याङ्कर्सहरूको पनि नाम लेखेको हुन्छ क्या। अनि त्यही सुरुकै नोटिसमा ठ्याक्क मैले तल हेरिहालेँ। अनि ठ्याक्क तलपट्टि चाहिँ क्याप 3को प्रथम, द्वितीय, तृतीय भनेर सुरुमा श्री दिवस अधिकारी देखिहालेँ। अनि त्यसपछि अब मलाई त्यति भएपछि पुग्यो होइन, सुरुमा आइक्यानको नोटिस देखेपछि त्यति भएपछि मोबाइल पुरै बन्द गरेँ सुरुमा। अनि लास्टै नै खुसी भएँ एकछिन। अब आफूलाई त्यो फिलिङ कसरी भन्नु, लास्टै खुसी भएँ। अनि सुरुमै कल चाहिँ अब घरमा थिइनँ, त्यही भएर मम बाबालाई कल गरेँ। अनि कस्तो थियो त्यो रियाक्सन मम्मी बाबाको? मम बाबा पनि बाहिरै हुनुहुन्थ्यो फेरि त्यो बेला चाहिँ। म नि बाहिर थिएँ, मम बाबाहरू पनि बाहिर जानुभएको थियो। अनि बाटोमै हुनुहुँदो रहेछ। अनि कल गरेर भने अब रिजल्ट आयो, फर्स्ट आयो, त्यही माथि अल टाइम हाइएस्ट आयो भनेर भने। अब त्यसपछि मोबाइलमा नै धेरै नै खुसी हुनुभयो मम्मी बाबा पनि। मम्मी बोल्नुभयो, बाबा बोल्नुभयो। अनि त्यसपछि अब ल बेलुका भेटौँला भन्ने कुरा भयो। त्यसमा म बाहिरै थिएँ, त्यही भएर। अनि अब रिजल्ट आउँदाखेरि एकछिन त्यो लास्टै आफूलाई खुसी लाग्यो। त्यसपछि अब रिजल्ट आउनु साथ कलहरू आउन थाल्यो होइन, कल, मेसेजेस, वाट्सएप, भाइबरहरूमा कल फेरि आएको भयो कन्टिन्युस। अनि त्यसपछि एकछिनमा चाहिँ अब अलिकति ओभरवेल्मिङ भन्ने कि कस्तो भन्ने, त्यो एकैचोटि सबै कुरा एकैचोटि भइरहेको जस्तो भएर आफ्नो ह्याप्पिनेस पनि, अनि सबैजनाले विस पनि गरिरहनु भएको छ, कङ्ग्रेचुलेसन्स भनिरहनु भएको छ। सो त्यो मोमेन्टमा चाहिँ अलिकति ओभरवेल्मिङ जस्तो भएको थियो। त्यो जोय, ह्याप्पिनेस, अनि आफूले मैले गरेँ भन्ने टाइपको नि एकछिन त्यो मिक्स फिलिङ्सहरू थियो भनौँ। सेकेन्ड लेभलमा पनि तपाईँले अल नेपाल ऱ्याङ्क 1 नै ल्याउनु भएको थियो होइन? त्यो प्रेसर फिल भयो कि भएन कि मैले अब लास्ट फाइनल एक्जाममा पनि यो ऱ्याङ्क ल्याउनै पर्छ, नेपाल टप गर्नै पर्छ भन्ने खालको प्रेसर थियो कि मोटिभेसनको रूपमा लिनुभएको थियो? मलाई चाहिँ के थियो भन्दाखेरि मैले क्याप 2मा पनि ऱ्याङ्कलाई चाहिँ एउटा टार्गेट राखेको थिएँ आफैले सुरुदेखि नै। त्यो भयो भने के हुन्छ भन्दाखेरि आफ्नो टार्गेट नै माथि भएपछि आफूले गर्ने कुराहरू पनि त्यही अनुसार एक्सन्सहरू पनि ड्रिभन हुन्छ भन्ने हिसाबले चाहिँ क्याप 2मा गरेको थिएँ। अनि त्यही अनुसार अब क्याप 2मा ऱ्याङ्क आएपछि क्याप 3मा फेरि सिए बन्नु नै एउटा ठुलो कुरा, ठुलो अचिभमेन्ट पनि हो। अब सिएको रिजल्ट क्याप 3मा अलिकति त्यस्तो भइरहेको हुन्छ। सिए भन्नु नै अचिभमेन्ट थियो। तर मैले चाहिँ क्याप 3मा पनि होइन, सिए मात्र बन्ने होइन, म चाहिँ मेरो बरु टार्गेट लास्टै नै हाई राख्छु भन्ने तरिकाले चाहिँ क्याप 3मा पनि ऱ्याङ्क टार्गेट राखेको थिएँ। त्यसले अलिकति अब प्रेसरहरू त बिल्ड गर्ने कुरा भइ नै हाल्यो प्रिपरेसनमा। तर प्रेसर भन्दा पनि बढी चाहिँ मलाई त्यो ऱ्याङ्कको ड्राइभ चाहिँ बढी थियो भनौँ। अनि त्यसले गर्दाखेरि आफ्नो प्रिपरेसनमा त्यही अनुसार गरियो। अनि त्यहाँबाट एक्जाम लिभ, अनि त्यो क्लासेसहरू लिने बेला पनि मेरो टार्गेट चाहिँ यस्तो हो है, सिए बन्नु पनि छ, त्यो सँगसँगै यो पनि अचिभ गर्नु मेरो टार्गेट हो भन्ने थियो। अनि त्यही अनुसार मैले टार्गेट लास्टै नै हाई राखेको थिएँ। त्यो अब जस्तै त्यो भनिन्छ नि
इफ यु एम फर द स्टार्स यु ल्यान्ड इन द मुन भनिन्छ नि। अनि त्यही हिसाबले चाहिँ टार्गेट लास्टै हाई राख्छु, बरु त्योभन्दा तल बरु सिए त भइहालिन्छ, त्यस्तो प्रिपेरेसन गरियो भन्ने हिसाबले मेरो लागि प्रेसर थियो थोरै। अब अरूहरूको एक्सपेक्टेसन पनि हुन्छ, प्यारेन्ट्सको एक्सपेक्टेसन हुन्छ, फेरि अब साथीहरूको पनि क्याप्टुमा ऱ्याङ्क आएपछि त यसले त ऱ्याङ्क नै हान्छ, यो त सिओर सिए बन्छ भन्ने खालको हुन्छ। अनि त्यही भएर चाहिँ त्यो थोरै प्रेसर थियो, तर मैले चाहिँ त्यसलाई प्रेसर भन्दा पनि बढी ड्राइभिङ फ्याक्टरको तरिकाले चाहिँ हेरेँ। ओके, सो एउटा त यो ड्राइभिङ फ्याक्टर पहिलाको रिजल्टलाई बिट गर्नु छ या फेरि ठ्याक्क त्यस्तै ल्याउनु छ भने अरू के ड्राइभिङ फ्याक्टरहरू थियो लाइफमा? पहिलो कुरा त सिएको एक्जाम्स कटाउनु नै त्यो कुरा थियो। अर्को चाहिँ मलाई आफ्नो भित्रैकै पोटेन्सियल पनि मैले कतिको गर्न सक्दो रहेछु त, मैले कतिको अचिभ गर्न सक्छु, मैले चाहिने बेला चाहिँ आफ्नो एक्सन्सहरू एफर्ट्सहरू पुट इन गर्न सक्छु कि सक्दिनँ भन्ने एउटा एक्सपेरिमेन्ट भनौँ कि कसरी भनौँ होइन, आफ्नै लागि पनि त्यो पनि अर्को एउटा फ्याक्टर थियो। अर्को कुरा ऱ्याङ्क र जुन मैले टार्गेट मार्क्सहरू राखेको थिएँ त्यो पनि अर्को फ्याक्टर थियो। र त्यो सँगसँगै अब सिए पछि जुन अपर्च्युनिटिजहरू पाइन्छ होइन, सिए भएपछि नयाँ अब त्यो एकाडेमिक्स एक्जाम्सको एउटा लोड सकिन्छ, त्यसपछि प्रोफेसनल लाइफ सुरु हुन्छ, त्यसपछि अब नयाँ नयाँ अपर्च्युनिटिज नयाँ नयाँ ढोकाहरू खोलिन्छ भन्ने एउटा एक्साइटमेन्टको कुरा पनि थियो। सो मेन सिएको यो क्याट 3 को एक्जाम्सको लागि चाहिँ यो 4-5वटा फ्याक्टर्सहरूले मलाई धेरै हेल्प गरे। ओके, कस्तो टाइपको स्टुडेन्ट हुनुहुन्थ्यो बिफोर सिए भनौँ, स्कुल या फेरि +2मा? वर यु लाइक एभरेज, गुड या फेरि टपर त्यति बेला पनि? गुड नै भन्नुपर्छ। मेरो चाहिँ स्कुलमा अब याद भएसम्म म क्लास 2बाट चाहिँ सेकेन्ड चाहिँ भएको थिइनँ। अलवेज फर्स्ट? हजुर, क्लास 2बाट पनि त्यो हरेक टर्ममा त्यो अब त्यो हिसाबले स्कुल्समा चाहिँ म गुड स्टुडेन्ट नै थिएँ भनौँ। एकाडेमिक्सको हिसाबले अब एक्स्ट्रा करिकुलरमा पनि अलिकति भाग लिन्थ्यो, त्यो हिसाबले चाहिँ एकाडेमिक्स सँगसँगै एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा पनि? हजुर, मलाई चाहिँ स्पोर्ट्स अलिक मनपर्छ, स्पोर्ट्समा अलिक एक्टिभ नै छु। फुटबल मेन चाहिँ फुटबल, अरूहरू पनि खेलिन्छ। अनि स्पोर्ट्समा पनि थिएँ, यताउता पब्लिक स्पिकिङ डिबेटहरूमा पनि स्कुलको बेला जे होस् अलिकति टपर स्टुडेन्ट भएपछि यस्तो कुराहरूमा डिबेटहरूमा क्विजहरूमा चाहिँ अब त्यो अटो लिङ्क हुने तरिकाले जे होस् हुन्छ नि, अलिक पार्टिसिपेसन टिचर्सहरूले पनि पार्टिसिपेट गर्नुपर्छ भन्ने, साथीहरूले पनि त्यसरी नै हेर्ने हिसाबले चाहिँ स्कुलमा अब गुड स्टुडेन्टै भन्न मिल्छ होला। त्यो हिसाबले चाहिँ त्यो स्कुलको कुराले पनि मलाई सजिलो चाहिँ के भयो भन्दाखेरि मैले गर्न सक्छु भन्ने जुन आफूमा कन्फिडेन्स अथवा बिलिफ हुन्छ त्यो कुरा चाहिँ स्कुलले पनि हेल्प गर्यो भन्छु म। अब जस्तै यो टपरहरूलाई एउटा हेर्ने दृष्टिकोण हुन्छ कि अलिकति एभरेज या फेरि बिलो एभरेजको स्टुडेन्टले जेनरली टपर भने ऊ त कस्तो चिनेको हुँदैन, तर टपर भन्ने बित्तिकै ऊ त कस्तो घमण्डी छ या फेरि बोल्दैन या फेरि सिरियस नेचर भन्ने खालको छ। त्यस्तो कहिले आयो कि आएन रिमार्क्स, या मान्छेहरूबाट त्यस्तो पर्सिभ फिल भयो कि भएन आफूलाई? अब मैले चाहिँ मेरो लागि चाहिँ मैले यो टपर हुने अथवा टप गर्ने कुरालाई चाहिँ अब आफूले त्यो घमण्ड अथवा चाहिँ अरूको अगाडि म ठुलो हो भन्ने हिसाबले चाहिँ हेर्दिनँ। त्यो हिसाबले पनि अरूहरूसित अलिकति राम्रो रिलेसन नै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। मैले चाहिँ त्यो टप भन्ने कुरा चाहिँ आफ्नोसँग मात्र कम्पिटिसन हो, अरूलाई तल पार्न अथवा चाहिँ अरूभन्दा म माथि नै जान्छु भन्ने हिसाबले अलि त्यसरी हेर्दिनँ। अनि त्यो कुराले गर्दाखेरि चाहिँ म आफ्नैसँग कम्पिटिसन भयो र जे होस् अरूसित त्यो घमण्ड म त्यो अहमता हुन्छ नि, म चाहिँ यो हो है, म तिमीहरूभन्दा ठुलो हो त्यो पोजिसनमा छु भन्ने हिसाबको त्यो म आफैले पनि बिहेभ गर्दिनँ र सकेसम्म त्यो कुरालाई त अरूबाट पनि आएन अभोइड नै गर्न खोज्छु म आफ्नै हिसाबले। त्यस्तो कुरा केही भइहाल्यो भने सो त्यही नै छ मेरो। जेनरली कस्तो हुन्छ कि बोलेकै हुँदैन, चिनेकै हुँदैन, तै पनि टपर भन्ने बित्तिकै कस्तो अर्कै होला भन्ने खालको अलिकति त्यो स्टेरियोटाइप छ। स्टेरियोटाइप अफ टपरहरू भन्ने बित्तिकै ऊ त बोल्दैन होला होइन, ऊ त घरभित्रै मात्र बस्छ होला, पढ्छ मात्रै होला, अनि उसको त्यो सोसियल ग्रुपहरू पनि छैन होला भन्ने खालको स्टेरियोटाइप हुन्छ। तर त्यसले सबैलाई डिफाइन गर्छ जस्तो मलाई लाग्दैन, किनभने त्यो मान्छेको आफ्नै पर्सनालिटी हुन्छ होइन। कोही इन्ट्रोभर्टेड हुन्छन्, अब टपर मात्रै इन्ट्रोभर्टेड मात्रै टपर हुन्छ भन्ने पनि हुँदैन। कोही चाहिँ अलिकति सोसियल्ली एक्टिभ, साथीहरूसित अलिक भेटघाट गर्ने खालि स्टुडेन्टहरू पनि टपर हुन्छन्। क्लासमा हल्ला गर्ने विद्यार्थी पनि भइरहेको हुन्छ टपरहरू होइन। त्यही त
अनि त्यो हिसाबले त्यो स्टेरियोटाइप कुनै कुनै केसेसमा हुनसक्छ होइन, अलिकति मेहनत बढी गर्नुपर्छ, अलिक पढ्नुपर्छ, त्यो हिसाबले थोरै कुरा हो। तर सबै मान्छेलाई नै त्यो स्टेरियोटाइपले नै डिफाइन गर्नु चाहिँ अलि ठिक होइन जस्तो लाग्छ मलाई। ओके, यो 5 वर्षको स्टुडेन्ट लाइफको जर्नीमा चाहिँ के कुरा चाहिँ सबसे गाह्रो लाग्यो? अब स्टुडेन्ट लाइफ हुन चाहिँ धेरै नै भइहाल्यो, तर अलिकति मेन अहिले आएर लाइफको फेजमा चाहिँ यो 5 वर्षमा जतासुकै जेसुकै भए पनि सबभन्दा गाह्रो कुरा त त्यही कन्सिस्टेन्सी, त्यो पर्जिभरेन्स हुन्छ, पर्जिभरेन्स भनिन्छ अझ, त्यो प्यासेन्स, त्यो डिसिप्लिन होइन। एउटै काममा यो 5 वर्ष 4.5 वर्ष 5 वर्ष फुल डिभोटेड भएर दिनु पऱ्यो। आफ्नो इन्ट्रेस्ट छ कि छैन, इन्ट्रेस्टहरू खोज्दै यो कुरामा के कस्तो सजिलो, आफ्नो स्ट्रेन्थ के छ, विकनेसहरू के छ, त्यो अनुसार हरेक दिन यो कुरालाई चाहिँ हेर्दै एनालाइज गर्दै पढ्दै गर्नु कुरा नै अलिकति 5 वर्षमा अलिकति गाह्रो कुरा नै त्यही हो जस्तो लाग्छ, हरेक फिल्डमा होइन। जुनसुकै कोर्स भए तापनि यदि त्यो कन्सिस्टेन्सी का साथ गर्न सकेन भने कतै पनि सक्सिड भइँदैन है, सानो ठुलो जे होस्, MBBS होस्, CA होस्, अब आयोगिक प्रिपरेसन यताउता हुन्छ। र मेन कुरा नै त्यही हो, र त्यही कुरालाई नै अलिकति आफूले क्र्याक गरेर चाहिँ त्यो एउटा ह्याबिट पनि हो कन्सिस्टेन्सी भनेको कुरा, यत्तिकै आउने कुरा हैन। कसरी क्र्याक गर्नुभयो त यो ह्याबिट कन्सिस्टेन्सीको? ओके, कन्सिस्टेन्सीको लागि मलाई चाहिँ के लाग्छ भन्दा सबभन्दा सुरुमा कन्सिस्टेन्सीको लागि कन्सिस्टेन्ट हुनको लागि केही रिजन हुनु पऱ्यो। यत्तिकै म अब भोलिबाट म कन्सिस्टेन्ट हुन्छु यत्तिकै भनेर कन्सिस्टेन्ट हुने कुरा होइन, किनभने त्यो एक दिनको कुरा होइन, त्यो सर्ट टर्म मोटिभेसनको कुरा होइन। त्यसको लागि एउटा पछाडि त्यो पुस गर्ने केही फ्याक्टर हुनुपर्छ कन्सिस्टेन्सीको लागि। त्यसको लागि चाहिँ सुरुमा आफ्नो एउटा क्लियर भिजन हुनु पऱ्यो भन्छु म चाहिँ। एउटा क्लियर पाथ, मेरो डेस्टिनेसन कहाँ हो, मेरो त्यो डेस्टिनेसनमा पुग्नको लागि मेरो पाथ चाहिँ के छ, त्यसको लागि आफूले चाहिँ त्यो पाथमा चाहिँ क्लियर हुनु पऱ्यो, कसरी पुग्ने हो छ भन्ने कुरा। एउटा क्लियर भिजन भएपछि ओके मेरो टार्गेट यो हो, मेरो गोल यो हो, ठ्याक्क यहाँसम्म पुग्नु छ, र सुरुमा प्लानिङ गर्नु पऱ्यो कसरी पुग्न सकिन्छ त, त्यसमा के वेज छ नि त त्यहाँ पुग्नलाई, के गर्नुपर्छ त भन्ने कुरा त्यो सुरुमा क्लियर हुनुपर्छ जस्तो लाग्छ। अनि त्यसपछि प्लानिङको फेजमा यो भयो, र अब कन्सिस्टेन्सी चाहिने भनेको एक्जिक्युसनको फेजमा हो। किनभने सुरुमा प्लानिङ एउटा दिमागमा एउटा क्लियर इमेज भन्छ, क्लियर कन्सेप्ट भएपछि त्यो कुरामा चाहिँ अब अगाडि बढ्न थोरै सजिलो भयो, किनभने वान स्टेप त्यहाँनिर नै हामीले लिइहाल्यौँ प्लानिङबाट। यसलाई थोरै ब्रेक गर्दै बुझौँ न त है। सो टार्गेट गोल क्लियर हुनपर्छ भन्ने भयो। सो हरेक स्टुडेन्टको टार्गेट र गोल चाहिँ क्लियर नै हुन्छ। लेट्स चाहिँ कसैलाई CA बन्नु छ या कसैलाई MBBS को एन्ट्रान्स क्र्याक गर्नु छ, क्लियर छ गोल। अब रह्यो कुरा प्लानिङको, प्लानिङ र एक्जिक्युसन, यो चाहिँ अब फरक हुनसक्छ। सो तपाईँले के फरक गर्नुभयो? ओके, प्लानिङको फेजमा मैले चाहिँ के गर्थेँ भन्दाखेरि प्लानिङलाई सुरुमा अलिकति टाइम दिन्थेँ। के गर्थेँ, अब जस्तै मेरो यो टार्गेट छ भने त्यो प्लानिङको फेजमा चाहिँ ओके मलाई चाहिने क्वालिटिज के हो त मेरो, होइन मैले विकली गर्नुपर्ने कुरा के हो, मन्थली गर्नुपर्ने कुरा के हो, र मैले एनुअल्ली गर्नुपर्ने कुरा के हो, त्यो म सुरुमा क्लियर गर्न खोज्थेँ। किनभने पछि एक्जिक्युसन गर्ने बेला यो सोच्न थाल्यो भने फेरि हराइन्छ, के गरिरहेको छु, पहिला के गरेँ भन्ने त्यो कुराले हराइन्छ। त्यही भएर म सुरुमा चाहिँ के गर्थेँ, प्लानिङको फेजमा ओके मैले विकली गर्नुपर्ने कुरा के हो, मन्थली एनुअल्ली गर्नुपर्ने कुरा के हो, र मलाई त्यो कुरा गर्नलाई क्वालिटी चाहिँ के चाहिन्छ त, ममा त्यो क्वालिटी छ कि छैन। चाहिन्छ हामीले भन्छौँ डिसिप्लिन चाहिन्छ भन्छ हो, पढ्नु पऱ्यो, पढ्नलाई 6-7 आवर्स डेली पढ्नु पऱ्यो, अथवा चाहिँ त्योभन्दा बढी कति पढ्नु पर्ने हो, रिक्वायर्ड आवर्स, अथवा चाहिँ कति स्टडी गर्नुपर्ने हो, त्यो क्वालिटी छ कि छैन भनेर सुरुमै असेस गर्नु पऱ्यो। त्यो पनि प्लानिङकै फेजमा गर्नु पऱ्यो। मैले त्यसरी गरेको थिएँ। अनि त्यसपछि त्यो कुराहरू असेस गरेपछि ओके अब चाहिँ मैले गर्ने कुरा आयो। प्लानिङ त्यसरी गऱ्यो, कसरी गर्ने, विकली टार्गेट, मन्थली टार्गेट, एनुअली टार्गेट गऱ्यो, मेरो आफ्नो क्वालिटिजहरू असेस गरेँ। अनि अब मसित छ कि छैन कुरा, त्यो कुरा छ कि छैन, र मैले त्यसलाई बिल्ड गर्नलाई के गर्नुपर्छ, त्यति कुरा क्लियर भएपछि हाम्रो टार्गेट त फिक्स छँदैछ। अब आउँछ एक्जिक्युसनको फेज। ओके, अब एक्जिक्युसनको फेजमा चाहिँ जुन मैले प्लान गरेको थिएँ, प्लानिङ अनुसारको एक्जिक्युसन हुनुपर्छ। अब हामीले के गर्छौँ धेरै जसो के हुन्छ भन्दाखेरि यो प्लानिङ फेज गाह्रो कुरा होइन,
किनभने यसमा त एफर्ट धेरै लाउनु पर्ने कुरा केही नै छैन यसमा प्लानिङमा। यो भनेको कस्तो छ आफ्नो सिचुएसन कन्डिसन कस्तो छ त्यसलाई सोच्ने कुरा मात्रै हो। अब एक्जिक्युसनको फेजमा चाहिँ जुन प्लान गरेको छु त्यही अनुसार भइरहेछ कि छैन, मैले त के गरेको छु विकली टार्गेट राखेको छु। अब त्यो एक्जिक्युसनको फेजमा हामीले डेली टार्गेट बनाइन्छ, डेली पनि गरिन्छ। त्यो डेली गर्दाखेरि कतिको मेरो पर्फर्मेन्स कस्तो भइरहेको छ, त्यो मैले विकली टार्गेट जुन सुरुमा सेट गरेको थिएँ त्यो विकली टार्गेट चाहिँ सेट गरेको छु कि छैन, त्यसमा भेरायन्स कतिको आइरहेछ। त्यसपछि मेरो मन्थली टार्गेटमा भेरायन्स कतिको आइरहेछ, त्यो पर्फर्मेन्स चाहिँ एक्जिक्युसन फेजमा एनालाइज गर्दै गर्दा त्यसरी नै गर्दै आफ्नो मिस्टेकहरू के भइरहेको छ त्यो भएपछि के हुन्छ भन्दाखेरि सुरुको हप्तामा मैले यो गरेँ, ओके मेरो यो भेरायन्स आयो, अलिकति मैले पढ्न पर्ने पढाएको छैन, के कारणले पढाएको छैन त्यो कुरा बुझेर त्यसलाई अब अर्को हप्तामा अथवा चाहिँ बाँकी सब्सिक्वेन्ट विक्सहरूमा चाहिँ त्यसलाई इम्प्रुभ गर्न सकिन्छ। अनि अब कन्सिस्टेन्सीको लागि चाहिने कुरा नै त्यही नै हो होइन। के हो त्यो के हो भन्दाखेरि आफूले प्लान गरेको अनुसार त्यो सधैँ त्यसरी नै कन्टिन्यू गरेर राख्नु पऱ्यो। फर्स्ट विकमा मैले जसरी गरेको छु मेरो अप्रोच जे छ त्यही अप्रोच नै मैले सब्सिक्वेन्ट विक, सेकेन्ड विक, थर्ड विक, थर्ड मन्थ, सेकेन्ड मन्थमा पनि त्यसरी नै गर्ने। त्यही नै हो कन्सिस्टेन्सी भने। यो धेरै कम्प्लेक्स टर्म पनि होइन, के मात्र हो भन्दाखेरि त्यो चाहिँ एउटा आफ्नो ह्याबिटको पार्टै भन्नु पऱ्यो क्या। अरू कुरा भन्दा पनि मैले गरिरहेको छु त्यो गर्ने भन्दा पनि होस्, आफै होस्, त्यो आफै ह्याप्पन होस्। कन्सिस्टेन्सी ह्याप्पन भयो भने चाहिँ के हुन्छ भन्दाखेरि त्यो ओहो मैले त्यो सोचिराख्नु परेन, मैले गरिनँ, ओहो यस्तो भयो, मेरो त मिस भयो यो, त्यो सोचिराख्नु पर्दैन। एउटा अप्रोच लिने हो, त्यो अप्रोच समातेपछि त्यही अप्रोच अनुसार आफू फर्स्ट विक, सेकेन्ड विक त्यसरी नै गर्दै गर्दै गयो भने कन्सिस्टेन्सी आफै हुन्छ। ओके, सो बानी बसाल्नु पर्यो। ओके, ह्याबिटको लागि त्यही नै हो। ह्याबिटको लागि अरू केही नै गर्न सकिँदैन, गर्नु पऱ्यो आफैले। त्यो गरेपछि ओके मेरो के गल्ती भइरहेछ त्यसमा इम्प्रुभमेन्ट गर्नु पऱ्यो, कन्सिस्टेन्सी आफै भन्छ। बानी चाहिँ कसरी बनाउने मेन गाह्रो कुरा। ओके, अब त्यहाँनिर अलिकति माइक्रो कुरा भनेको ह्याबिट चाहिँ कसरी बसाउने भन्ने कुरा आयो। ह्याबिटको लागि के हुन्छ भन्दाखेरि एउटा कुरा हुन्छ आफूले गर्न सकिरहेको हुन्छ, कति कुरा हुन्छ त्यो ह्याबिटलाई डिस्ट्र्याक्ट गर्ने कुराहरू हुन्छ, डिस्ट्र्याक्सन्सहरू हुन्छन् होइन। त्यो ह्याबिटलाई गर्नको लागि ट्रिगर गर्ने कुराहरू पनि हुन्छन्। अब जस्तै मलाई पढ्न मन लाग्छ भने के कुराले चाहिँ मलाई पढ्न मन लाग्छ त होइन। अब म बसेको छु, मलाई अलिकति होइन सफा टेबल भएर अलिकति मलाई बोतलहरू एरेन्ज गरेर एकछिन पढ्न बस्यो भने मलाई त्यस्तोमा रमाइलो लाग्छ, त्यस्तो टाइपको केही अलिकति सजिलो हुने कुरा। एउटा कुरा त्यो हुन्छ। अर्को हुन्छ डिस्ट्र्याक्सन, त्यो ह्याबिटलाई नै डिस्ट्र्याक्ट गर्ने कुरा चाहिँ के हुन्छ त, त्यो कुरा चाहिँ आफूले सुरुमा बुझ्नु पऱ्यो होइन। अब मैले टेबलहरू त सबै सफा गरेर राखेँ तर साइडमै मोबाइल राखिरहेको छु, अनि त्यहाँ नोटिफिकेसन आइरहेको छ, म चाहिँ अनि त्यो कन्टिन्युसली हेरिरहेको छु। त्यो चाहिँ के भयो भन्दाखेरि त्यो ह्याबिटलाई डिस्ट्र्याक्ट गर्ने कुरा भयो। त्यही भएर हामीले सुरुमा चाहिँ ह्याबिट बिल्ड गर्नको लागि एउटा राम्रो किताब पनि छ यसमा, द पावर अफ एटोमिक ह्याबिट्स भने। त्यो भनेको चाहिँ सानसानो ह्याबिट बसाल्दै गएर सानसानो स्मल एक्सन्सले गर्दाखेरि एउटा ह्याबिट बन्ने कुरा भन्ने त्यो बुकमा क्लियर गरेको छ। त्यसमा चाहिँ क्युजहरू ट्रिगर गर्ने कुरा के छ, ह्याबिटलाई ट्रिगर गर्ने कुरा के छ, त्यसलाई डिस्ट्र्याक्ट गर्ने कुरा के छ, त्यो चाहिँ आफूले बुझ्नुपर्छ। अनि अब त्यसमा चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि ओके मलाई पढ्नु छ भने यति टार्गेट छ भनेपछि आफ्नो डिस्ट्र्याक्सन गर्ने कुराहरू सबै हटाइदिनु पऱ्यो। त्यसलाई चाहिँ त्यो अब जस्तै मोबाइलले अति नै डिस्ट्र्याक्ट गरिरहेछ भने मोबाइल बरु राखिदिने, त्यो आफूलाई मम्मी बाबालाई बरु लुकाइदिनु, मलाई मोबाइल चाहिँदैन यति घन्टाको लागि म बस्छु, मलाई पढ्न छ भन्ने हिसाबले गरियो भने चाहिँ त्यो डिस्ट्र्याक्सन हट्यो र आफूलाई त्यो ह्याबिटमा मलाई पढ्न मन लाग्ने कुरा के छ त्यसलाई चाहिँ त्यो डिस्ट्र्याक्सनलाई रिप्लेस गर्नु पऱ्यो त्यो कुराले चाहिँ। तपाईँलाई के थियो मन लाग्ने कुराहरू? अब मलाई मन लाग्ने कुराहरू चाहिँ त्यस्तो मैले चाहिँ त्यसरी मलाई चाहिँ त्यस्तो धेरै गाह्रो हुन्थेन ह्याबिट बिल्ड गर्न, किनभने मेरो चाहिँ मलाई चाहिँ मेन कुरा भने त्यो ड्राइभ गर्ने फ्याक्टरले नै आफ्नो ह्याबिट बनिसकेको थियो। किनभने त्यो ड्राइभिङ फ्याक्टरै पछाडि यति ठुलो हुन्छ कि आफ्नो दिमागमा चाहिँ त्यो डिस्ट्र्याक्सनको कुरा भन्दा पनि ओहो मैले यो गर्न छ, मेरो चाहिँ यो छ, त्यसको लागि त मैले गर्नै पर्छ भन्नेवाला कुराले चाहिँ पुस गर्थ्यो। त्यसले गर्दा चाहिँ सजिलो भएको थियो। इन्टर्नल मोटिभेसन भनौँ, त्यो कुराले चाहिँ ड्राइभ गरेको थियो। त्यही भएर चाहिँ मलाई त्यस्तो धेरै प्रब्लम भएको थिएन। तर डिस्ट्र्याक्सन्सहरू थियो कि मेन डिस्ट्र्याक्सन जब पढ्नको लागि बसिन्छ त्यो भनेकै अब एक्लै नै पढ्न बसिन्छ होइन। बस्दाखेरि त अब आफ्नै रुम हुन्छ, आफ्नै टेबलमा बसिन्छ, त्यसमा एउटा डिस्ट्र्याक्सन गर्ने सबभन्दा मेन डिस्ट्र्याक्सन भनेकै मोबाइल हो। त्यो बाहेक अरू धेरैले डिस्ट्र्याक्सन गर्दैन जस्तो लाग्छ। अब हुन त फेरि
कसैलाई कस्तो हुनसक्छ भन्दाखेरि पढ्दा पढ्दै अलिकति थोरै टाइमपछि चाहिँ यत्तिकै भन्नाले टोलाउने टाइपको अथवा चाहिँ पढ्न झ्याउ लागेर होइन एकछिन पढ्यो अनि त्यसपछि बस्दिहाल्ने टाइपको त्यस्तो हुनसक्छ, त्यस्तो प्रब्लमहरू हुन्छ स्टुडेन्टलाई। तर त्यसको एउटा मात्र सोल्युसन भनेको यदि पढ्न मन लाग्दैन भने पढ्ने नै हो, मलाई चाहिँ त्यही लाग्छ। पढ्न मन लाग्दैन भने पढ्ने। यदि अब जस्तै पढिरहेको छु मैले 1 घन्टा पढेँ, 1 घन्टा पढेर ओहो मैले त कति नै पढेँ जस्तो लाग्छ, मानिलिनु 3-4 घन्टै पढिसकेको छ भने त्यसपछि त रेस्ट लिन मिल्यो होइन। त्यो त अफकोर्स त्यो रेस्ट लिन मिल्यो, अलिकति रेस्ट लिन्छु फेरि कन्टिन्यू गर्छु भन्नु मिल्यो। तर आफूले चाहिँ होइन आधी घन्टा 1 घन्टा मात्र पढाएको छु, अब होइन मैले त पढेँ एकछिन म बाहिर जान्छु, अनि फेरि त्यो भनेकै के हो भन्दाखेरि त्यसले चाहिँ अब पढ्नमा डिस्ट्र्याक्ट गर्न थाल्यो, त्यो भने डिस्ट्र्याक्सनको पार्ट भयो। त्यही भएर चाहिँ अलिकति त्यो कुराहरूलाई चाहिँ ब्यालेन्स गरेर पढ्न सकिँदैन भने, किनभने ह्याबिट बसाउन सकिन्छ, ह्याबिट त बनाउन सकिन्छ। त्यही भएर चाहिँ होइन अलिकति पढ्न सकेको छैन होइन म टेबलमै बस्छु, बरु अलिकति भयो भने ट्राई गर्छु, थोरै बढी ट्राई गर्छु। हिजो 1 घन्टा बसेँ थिएँ, आज 1.5 घन्टा बस्छु, भोलि 2 घन्टा बस्छु। त्यसरी बिस्तारै ह्याबिटको डेभलपमेन्ट चाहिँ त्यसरी हुन्छ। तपाईँ एकचोटि पढ्दाखेरि कति टाइमसम्म पढ्नुहुन्थ्यो अनि ब्रेक लिनुहुन्थ्यो? मैले चाहिँ एक्जामको रिभिजनहरूको बेला चाहिँ मैले चाहिँ मेन भनेको कस्तो गरेको थिएँ भन्दाखेरि स्लटहरू बनाएको थिएँ। मर्निङ स्लट एउटा भयो, त्यो भनेको 2 देखि 3 घन्टा, त्यसमा एउटा सब्जेक्ट पढ्यो, त्यो फर्स्ट स्लट भयो। त्यो भएपछि बिहान ब्रेकफास्टहरू गऱ्यो, अलिकति फ्रेसन अप भयो, त्यसपछि चाहिँ अनि अर्को एउटा स्लट राख्थेँ। बिहानको 3 घन्टा जतिको स्लट भयो नि, त्यो पछिको स्लट चाहिँ 3 देखि 4 घन्टा जतिको स्लट राख्थेँ। त्यो पछि अनि त्यहाँबाट फेरि अर्को स्लट भयो, त्यसमा खाना खाएँ, त्यो पछि थोरै ब्रेक लिएँ, खाना खाएँ, त्यसपछि फेरि अर्को एउटा स्लट, अनि अर्को एउटा त्यसमा त्यही 3 घन्टा जतिको स्लट राखेर बेलुका फेरि अब खाना खायो, त्यसपछि अनि थोरै पछिको एउटा 2 घन्टा जतिको स्लट राखेर मैले चाहिँ स्लट राख्थेँ। त्यो भने चाहिँ अब त्यही कन्टिन्युसली पढिराख्नु परेन होइन, अगाडि 2 घन्टा पढाएको छु भने थोरै बढी पछि 4 घन्टा जति पढौँला, अनि त्यहाँबाट त्यो स्लटमा फेरि बिग्रियो ल मैले केही भएर चाहिँ पढ्न सकिने 2-3 घन्टा जति पढ्यो भने अर्को स्लटमा चाहिँ थोरै सारेर मैले चाहिँ त्यसरी स्लट बनाएर गर्थेँ। र दिनमा चाहिँ मैले लगभग 12-13 घन्टाको चाहिँ सधैँ त्यो स्लट चाहिँ टार्गेट राख्थेँ। त्यसमा गर्दाखेरि अभियसली अलिकति लसहरू हुन्छ होइन, टाइमको लस, अलिकति इफेक्टिभिटी पनि लस हुन्छ। त्यसले गर्दाखेरि अलिकति स्लटहरू बनाएर गर्दाखेरि चाहिँ एकैचोटि धेरै हुँदैन, आफूलाई पढ्न सजिलो हुन्छ र इफेक्टिभली 9 to 9 आवर्स त इफेक्टिभली जसरी पनि हुन्थ्यो त्यसरी गर्दाखेरि। 2-3 घन्टा चाहिँ 2-3 घन्टा यताउता त्यो हुन्छ भने अभियसली इफेक्टिभनेस पनि घट्छ त्यो पढ्दै गर्दाखेरि। त्यही भएर बिचमा ब्रेक लिनुपर्छ, धेरै लामो ब्रेक चाहिँ लिनु हुँदैन। अब ब्रेक 30 मिनट्सको 45 मिनट्सको ब्रेक लिँदा केही फरक पर्दैन, किनभने त्यसले पछि अर्को स्लटमा चाहिँ इफेक्टिभनेस अझै इम्प्रुभ गर्छ भन्ने त्यसरी गर्न सकिन्छ। तर एकैचोटि 2 घन्टा पढेर 2 घन्टाकै ब्रेक लियो भने चाहिँ त्यसले चाहिँ स्टडीको फ्लो नै ब्रेक गर्छ, र मैले त्यसरी नै गरेको थिएँ। ओके, तपाईँले जुन भन्नुभयो स्लट राखेर पढ्थेँ भन्ने कुरा, तर एभ्री डे त्यो प्लान अनुसार त चल्दैन थियो होला होइन? कहिलेकाहीँ हुनसक्छ कि जति पढे पनि दिमागमा घुसिरहेको छैन, पढ्नै मन लागिरहेको छैन, त्यस्तो भएको छ कि छैन? त्यस्तो भएको थियो, मलाई भएको थियो। अभियसली त्यो हरेक स्टुडेन्टलाई हुन्छ। ओके, कसरी डिल त्यसलाई चाहिँ म कसरी गर्थेँ भन्दाखेरि मेरो पनि जुन एक्जामको लागि म बसेँ त्यति बेला फेरि यस्तो हुन्थ्यो कि अब जस्तै 2 हप्ता जति पढ्यो मजाले, अब अझै कति धेरै पढ्न बाँकी हुन्छ, त्यो भल्युमले नै आफूलाई थिचिरहेको हुन्छ। अनि त्यो हिसाबले आफूले अझ कति कुराहरू पढिसकेका हुन्छ, याद गर्दै पढाएको हुन्छ, त्यो दिमागमा चाहिँ पुरै प्रेसर बिल्ड भइसकेको हुन्छ क्या, त्यो पढिसकेको कुरा र अझै योभन्दा त कति धेरै पढ्न बाँकी छ भन्ने कुराले प्रेसर बिल्ड गरेको हुन्छ। अनि त्यसको अझै भोलिपल्ट म त्यसरी नै पढ्न खोजेँ भने पढ्न सकिँदैन पनि, किनभने त्यो अलिकति मेन्टल स्ट्रेन्थ पनि पुग्दैन, त्यो इफेक्टिभ पनि हुँदैन। त्यो भएर चाहिँ मैले पनि के गर्थेँ भन्दाखेरि अलिकति यस्तो ल म 2टा सब्जेक्ट जति मैले पढेर भ्याएँ अथवा चाहिँ 2 हप्ता 3 हप्ता अलिकति पढेँ, मजाले पढेँ भने बिचमा चाहिँ एक दिन चाहिँ म रेस्ट जस्तो नै लिख्थेँ रिभिजनको बेला पनि। त्यो भयो भने चाहिँ के हुन्छ भने त्यो प्रेसर चाहिँ अलिकति रिलिज हुन्छ। प्रेसर रिलिज हुने तरिकाले चाहिँ मैले के गर्थेँ भन्दाखेरि ब्रेक लिख्छु, त्यो दिन चाहिँ बरु 2-3 घन्टा 3-4 घन्टा
अलिकति 3-4 घन्टा चाहिँ मिलाएर पढ्छु बिहान बेलुका गरेर, दिउँसोभरि चाहिँ अलिकति अब फ्यामिलीसित बस्ने हो कि अथवा चाहिँ आफूलाई केही गर्न मन लागेको छ त्यो गर्न पाइरहेको छैन भन्ने हिसाबले चाहिँ त्यस्तो छ भने चाहिँ म त्यस्तो गर्थेँ। अनि त्यसको फेरि भोलिपल्टबाट चाहिँ पढ्न थाल्थेँ, किनभने अब फेरि त्यो प्रेसर बिल्ड भयो भनेर 2-3 दिनै ब्रेक लियो भने चाहिँ त्यो फेरि डे 1बाट स्टार्ट गरेको जस्तो हुन्छ। 2-3 हप्ता पढेपछि एक दिन पुरा ब्रेक लिने, 2-3 हप्ता चाहिँ इफेक्टिभ नै हुन्थ्यो। कुनै दिन यस्तो आउँदैन थियो कि पढ्नै मन लागिरहेको छैन, घुसि नै रहेको छैन भन्ने हुन्थ्यो कि हुँदैन थियो? त्यो कहिलेकाहीँ कुनै दिन चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि अब आफूले चाहिँ 12 घन्टाको जुन बनाएको छ प्लान त्यो अनुसार हुन्थेन। कहिलेकाहीँ अब 9-10 आवर्स हुन्थ्यो होला अलिकति दिनहरू, तर कुनै आवर्स त 6-7 आवर्समा पनि मात्र त हुन्छ नि। अनि त्यस्तो डेजहरूमा चाहिँ आफूले के बुझ्नु पऱ्यो भन्दाखेरि मैले रोकेको त छैन नि त, मैले त पढि त रहेको छु नि त, मैले ट्राई गर्न छोडेको त होइन। त्यो मेरो ह्याबिट छ, त्यो ह्याबिट गइसकेको त छैन भन्ने कुरा रियलाइज गर्नुपर्छ। त्यो अभियसली पनि हुन्छ, तर त्यो भन्दैमा ओहो मेरो त इफेक्टिभनेस नै आउँदै आएन, अलिकति भएन यस्तो तरिकाले त भन्ने त्यस्तो सोच्ने भन्दा पनि मेरो यो ह्याबिट चाहिँ बिग्रेको छैन भन्ने कुरा चाहिँ आफूले सोच्नुपर्छ। र त्यस्तो छ भने केही फरक पर्दैन, त्यो दिन पढेकै हो, पढ्न सक्ने जति पढेको हो, अब त्यसको भोलिपल्टबाट चाहिँ फेरि अलिकति ओके कसरी चाहिँ बढाउन सक्छु भन्ने हिसाबले पढ्यो भने चाहिँ गर्न सकिन्छ। आई रिमेम्बर कि पढ्न मन नलाग्ने दिन हुन्थ्यो, त्यही पनि जस्ट एज यु सेड पढ्न नमन लाग्ने पनि पढ्ने, घुसिरहेको छैन भने सजिलै पढेकै कुरा पढ्ने, त्यसरी गर्थेँ। सो एकदम राइटली सेड। तर गिल्टी फिल हुन्थ्यो कि हुँदैन थियो? ला मेरो आज यति टार्गेट थियो मैले मिट गरिनँ भन्ने गिल्ट रहन्थ्यो कि रहँदैन थियो? अब ठ्याक्कै मैले अघि त्यो भन्दाखेरि छुट्याएँ, त्यो जुन मैले चाहिँ 2-3 हप्ता पढेँ अनि एक दिन ब्रेक लिएँ नि, त्यो दिन चाहिँ मलाई कस्तो हुँदाखेरि ओहो मेरो त एक्जाम आइरहेछ, मैले चाहिँ अनि आज त धेरै पढिनँ त, जम्मा 2-3 घन्टा मात्र पढेँ भन्ने कुरा चाहिँ गिल्ट हुन्थ्यो क्या। त्यो दिनको राति सुत्दा फेरि दिउँसोभरि त केही भएन, किनभने प्रेसर भइरहेको थियो हिजो, ल आज त यसरी बसियो भन्ने हिसाबले प्रेसर रिलिज हुन्थ्यो दिउँसोभरि। तर बेलुका सुत्ने बेला चाहिँ अब जहिले नै त्यो पढिरहेको हुन्थ्यो, राति सुत्ने बेला चाहिँ ओहो आज त मैले पढिनँ भन्ने हिसाबले थोरै गिल्ट हुन्थ्यो, तर त्यही गिल्टले नै भोलिपल्ट चाहिँ पुस गर्थ्यो क्या। ओके, सो गिल्टले अझ डाउन गराएर भोलिपल्ट अझ राम्ररी परफर्म त्यसरी नै सोच्नुपर्छ जस्तो लाग्छ। किनभने अब फेरि त्यो गिल्ट हुने अनि अझै भोलिपल्ट पनि नपढ्ने, त्यस्तो गरियो भने त त्यो स्टडीको पुरै फ्लो ब्रेक भएपछि फेरि त्यो ब्याक टु डे 1 जसरी नै पढ्नुपर्छ, त्यसले फेरि अर्को ह्याबिट त्यो डेभलप गर्नुपर्छ, त्यसले अलिकति गाह्रो हुन्छ। त्यही भएर गिल्ट हुन्छ, तर गिल्टलाई चाहिँ अलिकति राखेर त्यसलाई गिल्टबाटै अझै पुस लिनु पऱ्यो, त्यो भयो भने सजिलो हुन्छ। मेन सार भनेको पढ्न नमन लागे पनि, गिल्ट भए पनि, प्रेसर भए पनि पढी चाहिँ राख्नु पर्यो, पढी चाहिँ राख्नु पर्यो। त्यो ब्रेक चाहिँ गर्नु भएन, धेरै ब्रेक गर्नु भएन। त्यो भयो भने चाहिँ त्यो ह्याबिट चाहिँ गइरहोस्, पढ्ने कुरा चाहिँ कन्टिन्युस भइरहोस्, अनि त्यो फ्लो भइरह्यो भने चाहिँ पढ्न पनि सकिन्छ। त्यो कन्सिस्टेन्सीको लागि त्यही एउटा फ्लो चाहिने त हो, त्यही एउटै फ्लो सधैँ मेन्टेन गरेर राख्यो भने त आफै भइराख्छ। ओके, अब क्लास रुमको कुरामा जाउँ है त। सो क्लासरुममा टिचरले पढाउँदाखेरि निन्द्रा लाग्ने या यस्तो केही समस्या भयो कि भएन? जेनरली स्टुडेन्टहरूलाई हुने गर्छ नि त्यो। अब क्लासेसहरू क्याप 1 क्याप 2मा मैले फिजिकल क्लासेस लिएको थिएँ, क्याप 3मा त सबै रेकर्डेड नै थियो। अब त्यो क्लास लिँदा फेरि त्यो निन्द्रा लाग्ने हुन्छ नि। अब जस्तै थ्योरी सब्जेक्टमा त सबैलाई नै निन्द्रा लाग्छ, अभियसली सबै लाग्छ, कि त त्यो पुरै इन्ट्रेस्टिङ कुरा केही हुनु पऱ्यो, इन्ट्रेस्टिङ कन्सेप्ट केही चलिरहेको छ भने त्यसमा सबैको आँखा खुल्ला हुन्छ। तर होइन, त्यो लास्टै त्यो प्रोभिजनल कुरा छ, त्यसमा त्यो इन्ट्रेस्टिङ कुरा केही छैन, त्यस्तै खालको कुरा छ भने अभियसली त्यो निन्द्रा लागि नै हाल्छ होइन सबैजनालाई। अनि अब हुन्थ्यो मलाई पनि क्लासेसहरूमा चाहिँ त्यो अब त्यो न्युमेरिकलमा धेरै हुँदैन, किनभने त्यसमा त हात चलिरहेको हुन्छ, दिमाग पनि चलिरहेको हुन्छ, अलिकति इन्टरेक्टिभ पनि बढी हुन्छ। अलिकति थ्योरी क्लासेसहरूमा चाहिँ कुनैमा अलिकति त्यस्तो लास्टै त्यो बेसिक कुराहरू अनि त्यो इन्ट्रेस्टिङ नभएको कुराहरू आयो भने चाहिँ निन्द्रा लाग्थ्यो, अभियसली लाग्थ्यो, सबैलाई पनि लाग्छ लाग्न चाहिँ। अनि केही थियो त्यसको सल्युसन, कोप अप गर्ने तरिका? त्यस्तो अब क्लासेसमा त मैले त्यस्तो अब त्यसको सोल्युसन यताउता केही नै भएन। त्यो लाग्ने बेला हुन्थ्यो, अब त्यसलाई अभोइड पनि गर्न सकिएन, त्यस्तै नै थियो क्लासको बेला चाहिँ। टिचरको रोल कस्तो हुन्छ यो आफ्नो स्टुडेन्टको सक्सेसमा? किनकि मेन मेहनत त स्टुडेन्टले गर्नुपर्ने हो होइन। टिचरले त सबैलाई त क्लासरुममा भएको सबै विद्यार्थीलाई एकै सरले पढाएको हुन्छ, तर त्यही मध्येको कुनै एउटा विद्यार्थी चाहिँ टपर हुन्छ, कोही फेल पनि भइरहेको हुन्छ। सो टिचरको कस्तो रोल हुन्छ? टिचर्सको
जुनसुकै त्यो एकाडेमिक्समा पनि टिचर्सको रोल भनेकै एउटा बाटो देखाउने मात्रै हो। किनभने टिचर्सहरूले चाहिँ ओके यस्तो यस्तो बाटो छ है, यस्तो यस्तोमा हिँड्नुपर्छ, यो बाटोमा चाहिँ हिँड्नुपर्छ है, यो कुरा छ, यो बाटोमा चाहिँ हिँड्नुपर्छ भन्ने कुरा देखाइदिने काम चाहिँ टिचर्सको हो। किनभने अब फेरि टिचर्स हुनु भएन भने त्यो स्टुडेन्टलाई सबै कुरा अनस्ट्रक्चर्ड हुन्छ होइन, त्यो क्लियर नै हुँदैन कहाँ के भइरहेछ, के पढ्नुपर्ने हो, कस्तो पढ्नुपर्ने हो, कसरी पढ्नुपर्ने हो, त्यो कुराहरू नै थाहा हुँदैन। अब कि त आफूले पुरै एक्सपिरियन्स गरेको हुनु पऱ्यो पहिलेदेखि, त्यो हो भने चाहिँ गर्न सकिन्छ, नत्र त टिचर्सको गाइडेन्स चाहिँ अभियसली पनि चाहिन्छ। किनभने टिचर्सहरू लास्टै नै धेरै एक्सपिरियन्स हुनुहुन्छ, उहाँहरूले ब्याचेसहरू टन्ने ब्याचेस देख्नुभएको हुन्छ, कति स्टुडेन्ट्सको सक्सेस कति स्टुडेन्ट्सको फेलियर्स किन फेल भइरहेछन् त्यो कुराहरू सबै बुझ्नुभएको हुन्छ। त्यो हिसाबले टिचर्सको गाइडेन्स त्यो बाटो देखाउन लागि चाहिन्छ, तर त्यो बाटोमा हिँड्ने भनेको स्टुडेन्टले नै हो। र टिचर्सले देखाउनु भएको बाटोमा हिँड्ने हो भने स्टुडेन्ट सफल पनि हुन्छ। त्यही भएर टिचर्सको रोल भनेको एउटा सही बाटो देखाउने हो। टिचर्सहरूले भनेको त्यही स्टुडेन्ट्सले त्यो कोर्स कम्प्लिट गरोस्, एक्जाम्सहरू पास गरोस् भन्ने नै उहाँहरूको मोटिभ हुन्छ। त्यो हिसाबले चाहिँ त्यो बाटोमा चल्ने हो भने चाहिँ स्टुडेन्ट्सहरूलाई सजिलो, धेरै नै सजिलो हुन्छ। यो धेरै स्टुडेन्टको समस्या कस्तो पनि हुन्छ भने पढ्ने बेलामा धेरै किताबहरू निकाल्ने फैलाउने खालको हुन्छ अनि लास्टमा कन्फ्युज पनि भइरहेको हुन्छ कि। सो के छ यसमा सोच, बुक्सहरू फिक्स्ड हुनुपर्छ कि अगाडि नै फिक्स गर्ने कि त्यो पढ्दाखेरि अब यो बुक पनि खोलौँ त्यो बुक पनि खोलौँ? किनकि अब त्यसमा चाहिँ आफूले सकेसम्म भनेको बेस्ट मटेरियल नै पढ्ने हो। हरेक स्टुडेन्टले चाहिँ त्यो बेसिक मटेरियल त्यस्तो भन्दा पनि जुन चाहिँ बेस्ट मटेरियल छ त्यही नै छानेर पढ्ने हो। अब टिचर्सहरू हुनुहुन्छ भन्दा टिचर्सहरूले सबै आफूले नै मजाले बनाएर दिनुभएको मटेरियल्सहरू हुन्छ, त्यो मटेरियल्स मात्रै यदि आफूलाई राम्रो लागेको छ भने चाहिँ त्यो मटेरियल्स रिफर गरेर मजाले पढ्दाखेरि हुन्छ। तर कतिलाई चाहिँ होइन अलिकति यो मटेरियल्स चाहिँ आफूलाई पुगेन भन्ने जस्तो छ भने चाहिँ त्यो पछि रिभिजन फेज जब एक्जाम अगाडि हुन्छ त्यो बेला चाहिँ एउटा फिक्स्ड मटेरियल हुनै पर्यो। तर जब क्लासेसहरू लिइन्छ, जति बेला आफूले चाहिँ अलिकति एक्सप्लोर गरिन्छ, त्यो बेला चाहिँ यो मटेरियल कस्तो छ, यो मटेरियल कस्तो छ, त्यो भन्ने हिसाबले कतापट्टि चाहिँ कुन कुरा कन्सेप्ट चाहिँ राम्ररी पोर्ट्रे गरेको छ, बेस्ट मटेरियल चाहिँ कुन हो, त्यो प्रिपेयर चाहिँ हामीले एक्जामको अगाडिको फेजभन्दा अगाडि नै, रिभिजनको फेजभन्दा अगाडि नै गरिसक्नुपर्छ। त्यो हिसाबले यदि फिक्स मटेरियल आफूलाई राम्रो लागेको छ भने त त्यही मटेरियल मजाले पढ्दा भयो, त्यसमा केही डाउट नै छैन। तर होइन अलिकति आफूलाई नै यो मटेरियल्स पढ्दा चाहिँ अलिकति चित्त बुझेको छैन है, यसमा अझै आइडिया पुगेको छैन, यो अलिकति बेसिक कुराहरू बुझेको छैन अथवा चाहिँ कम्प्लेक्स कुरा राम्ररी बुझेको छैन भन्ने कुरा हो भने चाहिँ त्यसमा अरू मटेरियल्स पनि रिफर गर्न सकिन्छ। तर आफूले एउटा मेन मटेरियल चाहिँ बनाउनु पर्यो, एउटा कम्बाइन्ड मटेरियल, पछि जुन चाहिँ रिभिजनको लागि चाहिँ त्यही एउटै मटेरियल मात्र रिफर गर्नु परोस् भन्ने हिसाबले गर्नु। रिभिजनको बेलामा फिक्स्ड होस् हाम्रो, त्यो त्यति बेला चाहिँ एउटा फिक्स्ड मटेरियल हुनु पर्यो। ओके। एउटा विद्यार्थीले राम्रो पर्फर्म गर्न क्लासरुममा के गर्नुपर्छ टिचरले पढाउँदाखेरि? क्लासरुमको फेजमा अब त्यही हरेक स्टुडेन्टको एक्जामसम्मको फेज जाँदाखेरि एउटा हुन्छ क्लासरुमको फेज जहाँ आफूले क्लासेसहरू लिइन्छ होइन, अर्को फेज हुन्छ एक्जामभन्दा अगाडिको एउटा जुन रिभिजन प्रिपरेसनको फेज हुन्छ, थर्ड भनेको त एक्जामको फेज भइ नै हाल्यो। अब सुरुमा यी तिनटै कुरालाई राम्ररी गर्ने हो भने चाहिँ एक्जाममा पास गर्न सकिन्छ। फेरि एउटा मात्रै फेजमा अलिकति डिसब्यालेन्स भयो भने अर्को फेजमा चाहिँ अति नै बढी इफोर्ट्स लाउनु पर्ने हुन्छ। अनि त्यही कारण क्लासेसको फेजमा चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि क्लासेस लिँदाखेरि राम्ररी लेख्नु पऱ्यो, आफैले लेखेरै लेख्नु पऱ्यो सकेसम्म। किनभने अब धेरैको आजकल कस्तो पनि हुन्छ भन्दाखेरि नोट्सहरू चाहिँ प्रिन्ट गर्ने, त्यसरी पढ्ने खालको पनि हुन्छ, अलिकति स्मार्ट वे होला। तर यदि आफूलाई चाहिँ होइन मलाई त लेखेर मात्रै याद हुन्छ भन्ने हो भने चाहिँ त्यो अलिकति स्मार्ट नहुनसक्छ। किनभने त्यो अरूको नोट प्रिन्ट गरेर त्यो आफूले त्यसमा पढ्न खोजेर अलिकति आइडिया नहुनसक्छ। त्यो हिसाबले चाहिँ मैले कति सबै सब्जेक्ट त्यसरी गरिनँ, आफूलाई कम्फर्टेबल लाग्ने सब्जेक्ट चाहिँ होइन अरूको नोट प्रिन्ट गरेर पनि गरेँ। तर होइन कुनैको सब्जेक्ट चाहिँ अलिकति त्यो क्वेसन्सहरू सबै सल्भ गर्नुपर्ने धेरैवाला त्यो चाहिँ सबै आफैले लेखेर गरेको थिएँ। सो त्यो हिसाबमा आफैले गर्दा हुन्छ। अनि अब क्लासेसको फेजमा चाहिँ क्लासेसहरू राम्रै नै लिनु पऱ्यो, क्लासेसहरू त कम्प्लिट जसरी पनि कम्प्लिट गर्नै पर्छ। किनभने अब सिए कोर्समा चाहिँ अथवा चाहिँ अरू कुनै एक्जाम्समा पनि त्यो क्लासेस पुरै कम्प्लिट गरेको छ भने एक्जाममा गएर त्यो पार्सियल नलेजको आधारमा दिँदाखेरि लगभग त्यो रिजल्ट प्री डिसाइडेड जस्तै नै हुन्छ। त्यही भएर चाहिँ सकेसम्म पुरै क्लासेस लिग्ने नै हो।
जुन रिभिजनको फेजभन्दा अगाडि नै क्लासेसहरू सबै कम्प्लिट गर्नु पऱ्यो र त्यो क्लासेस गर्दा गर्दै अर्को के पनि गर्नु पऱ्यो भन्दाखेरि अब त्यो होमवर्क्सहरू यताउता त्यो त सबै भइ नै हाल्छ। त्यो सँगसँगै चाहिँ आफूले 1 हप्ताभरि पढेको कुरा जुन अब जस्तै शनिबार ब्रेक हुनसक्छ, सन्डे ब्रेक हुनसक्छ कसैको, त्यसरी चाहिँ 1 हप्तामा पढेको कुरा चाहिँ सर र मैले आज के पढेँ, यो हप्ता के पढेँ भन्ने कुरा चाहिँ त्यो रिभिजन गऱ्यो भने चाहिँ ओके मैले यस्तो यस्तो पढाएर रहेछु भनेर त्यो दिमागमा एउटा कन्सेप्ट त्यो क्लियर हुन्छ क्या। यस्तो यस्तो कन्टेन्ट रहेछ, यो कुरामा यो कन्टेन्ट रहेछ, यो सब्जेक्टमा यस्तो रहेछ, यो टपिकभित्र यस्तो यस्तो सर र हेर्ने हो भने चाहिँ क्लासेसको फेजमा त्यो ताजा भइरहेको छ। ताजा भइरहेपछि पछि रिभिजनमा जाँदाखेरि पनि सजिलो हुन्छ, त्यो सुरुदेखि पढ्न पर्दैन। र सकेसम्म अब त्यो पिरियडिक रिपिटेसन जति गर्न सकिन्छ त्यति नै चाहिँ राम्रो हो क्लासेसको फेजमा चाहिँ। अब हुन त कोर्सेसहरू अगाडि बढिरहेको हुन्छ, तर आफूले चाहिँ सकेसम्म पहिला अब जस्तै एउटा सब्जेक्ट सकिसकेको छु अर्को सब्जेक्ट पढ्दैछु भने त्यो अर्को सब्जेक्ट पढ्दै गर्दाखेरि ओके पहिलाको सब्जेक्टमा के थियो त मलाई कतिको त याद छ भन्ने हिसाबले सर रिकल गर्ने हो भने चाहिँ पिरियडिक रिकल गर्ने हो भने चाहिँ क्लासेसको फेजमा त्यति गर्दा पुग्छ जस्तो लाग्छ मलाई चाहिँ। ओके, पिरियडिक रिकल गर्नु पऱ्यो। लास्ट टाइम हामीले एउटा पडकास्ट ल्याएको थियौँ, त्यहाँ पनि उहाँले त्यही भन्नुभएको थियो, दिमागले बिर्सिन्छ नत्र होइन। कति कति टाइममा तपाईँ रिभाइज गर्नुहुन्थ्यो? मैले चाहिँ क्याप्टको कुरा गर्दाखेरि क्लासेसहरू लिएपछि हरेक हप्ता ठ्याक्कै एक दिन ब्रेक हुन्थ्यो, त्यो हप्ता चाहिँ अनि के पढ्यो त यो हप्ता सर र त्यो हेर्थेँ। अनि सकेसम्म रिभिजन चाहिँ थ्योरी सब्जेक्टको चाहिँ सकेसम्म धेरै रिभिजन गर्न कोसिस गर्थेँ। मैले चाहिँ फेरि पढ्यो फेरि बिर्सिसकेको हुन्छ, पढेको कुरा बरु न्युमेरिकलहरू अलिकति याद भएको हुन्छ, त्यसको कन्सेप्ट बुझ्यो भने चाहिँ सजिलो हुन्छ। अनि तर थ्योरी सब्जेक्टहरू चाहिँ बढी रिकल गर्नुपर्ने भएको भएर थ्योरी सकेसम्म बढी रेपिटेसन नम्बर अफ रेपिटेसन बढे गर्थेँ। क्याप 3 को केसेसमा चाहिँ सकेसम्म गर्थेँ, अब किनभने क्लासेसहरू पनि धेरै छन्। क्याप 3 मा चाहिँ मैले सबै क्लासेसहरू टर्न बाई टर्न सबै भ्याउँदै गएर रिभिजन जानुभन्दाखेरि चाहिँ फेरि एकचोटि रिभिजन चाहिँ सबै ताजा होस् भन्ने हिसाबले चाहिँ 3-4वटा सब्जेक्टको चाहिँ त्यति बेला रिभिजन गरेको थिएँ। अनि अगाडि नै मैले अब जस्तै त्यो जुन पिरियडिक रिकल गर्ने भन्ने कुरा त्यो अगाडि अरू सब्जेक्ट पढ्दै गर्दा गर्न नभएको भएर चाहिँ रिभिजन जानुभन्दाखेरि चाहिँ फेरि एकचोटि म रिभिजन गर्छु भन्ने हिसाबले 3-4वटा सब्जेक्ट चाहिँ दिमागमा फ्रेस होस् भन्ने हिसाबले त्यसरी गरेको थिएँ। अनि त्यो गर्दा फेरि सजिलो, धेरै नै सजिलो भयो मलाई चाहिँ। ओके, थ्योरी सब्जेक्टहरू चाहिँ कसरी प्रिपेयर गर्ने? मेन मन्त्र भन्नु कि के भन्नु त्यो नै नम्बर अफ रेपिटेसन हो। जति आफूले रिपिट गरिन्छ त्यो कुरा जति पढेको छ त्यति नै याद हुने त हो। अभियसली त्यो थ्योरीमा कति कुरा अब जस्तै लजहरू जस्तो सब्जेक्टमा जुनमा चाहिँ प्रोभिजन ठ्याक्कै नै लेख्नुपर्छ, प्रोभिजनको मिनिङ यताउता नहुने तरिकाले लेख्नुपर्छ, त्यसमा यदि रिभिजन मजाले गरेको छ भने त्यो रिपिट टन्नैचोटि गरेको छ भने ठ्याक्कै लेख्न सकिन्छ। नत्र भने चाहिँ पार्सियल आइडिया हुन्छ, थोरै मात्र रिभिजन गरेको छ भने त्यसले अलिकति गाह्रो हुन्छ। थ्योरीमा अर्को अब जस्तै मैले चाहिँ के पनि गरेको थिएँ भन्दाखेरि अब जस्तै अहिले जुन नोटबुक एलएमहरू आछ एआईमा, नोटबुक एलएममा चाहिँ के गर्थ्यो भन्दाखेरि यो कोर्स कन्टेन्ट हो यो हो, अथवा चाहिँ लको चाहिँ यो एक्ट हो, एक्ट नै बियर एक्ट हालिदिएर यो एक्ट हो, अब मलाई यसको चाहिँ एउटा प्रेजेन्टेसन बनाइदियो। प्रेजेन्टेसन भयो भने चाहिँ एउटा भिजुअल फर्म भयो, किनभने सेक्सन पढ्दा त त्यो लाइन बाई लाइन मात्र पढिन्छ, तर उसले चाहिँ एउटा प्रेजेन्टेसन बनाइदिएर आँखाले देखेपछि त अलिकति याद गर्न सजिलो हुन्छ भन्ने हिसाबले प्रेजेन्टेसन बनाइदियो। अथवा चाहिँ होइन यो एक्टको मलाई माइन्ड म्याप बनाइदियो, त्यहाँ माइन्ड म्याप अरू अप्सन्सहरू पनि छन्। मैले चाहिँ मेन युज गरेको चाहिँ एउटा माइन्ड म्याप बनाएपछि ओके यो एक्टमा ठ्याक्क यस्तो यस्तो कुरा रहेछ, यो कुरा कभर गर्न खोजेको रहेछ भन्ने कुरा चाहिँ त्यसले पनि सजिलो गरेको थियो। त्यही भएर थ्योरीमा सकेसम्म आफूले कसरी याद गर्न सकिन्छ भन्ने कुरा नै गर्ने हो। अब त्यसको लागि होइन मलाई कुनै भिजुअल फर्म नै चाहिन्छ कि होइन मलाई चाहिँ राइटिङ गर्नुपर्छ, कुनै कुरा याद गरिसके त्यो मलाई एकचोटि लेखेपछि चाहिँ राम्ररी याद हुन्छ है भन्ने छ भने त्यसमा अब आफूले लेख्नु पऱ्यो। कुनै देखेर याद हुन्छ भने ओके म यसको प्रेजेन्टेसनहरू बनाउँछु, यसलाई भिजुअल फर्म, त्यसमा भिडियोहरू कसरी निकाल्न सकिन्छ त्यो भिडियोहरू बनाएर हेर्ने हो कि अथवा चाहिँ होइन मलाई चाहिँ कसै अरूले सम्झाइदियो भने चाहिँ सजिलो हुन्छ हो भने त्यस्तोमा चाहिँ अब अहिले त एआईलाई नै पढाउन पनि ल तिमीले यो भनिदेऊ भन्ने हिसाबले पनि गर्न सकिन्छ। त्यसरी सुनेर हो कि अथवा चाहिँ होइन त्यो रेपिटेसन्स नै बढाएर नै हो, जसरी गर्न सकिन्छ याद गर्नु पर्यो। त्यो चाहिँ आफूले बुझ्नु पर्यो मलाई के कुराले याद हुन्छ। अनि प्र्याक्टिकल सब्जेक्ट चाहिँ प्र्याक्टिकल सब्जेक्टमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा कुरा भनेको कन्सेप्ट हुन्छ र त्यो कन्सेप्टको बेसमा
सबै क्वेसन्सहरू हुने हो, क्वेसन्सहरू एडजस्टमेन्ट्सहरू त्यसमा हुने हो। त्यही भएर प्र्याक्टिकल सब्जेक्टमा चाहिँ मेन आफ्नो त्यो ब्याकबोन भनेकै कन्सेप्ट हो। जुनसुकै क्वेसन गर्दाखेरि पनि यदि कन्सेप्ट थाहा छ भने चाहिँ यो क्वेसन ओके यसरी गर्ने हो भन्ने थाहा हुन्छ। त्यही भएर चाहिँ कन्सेप्टमा चाहिँ आफू त्यो पिक्चर क्लियर नै हुनुपर्छ। हरेक न्युमेरिकल सब्जेक्टको हरेक टपिकमा कन्सेप्ट चाहिँ फुल क्लियर भयो भने मात्र अनि त्यहाँबाट अब जस्तै आफूले देखेकै क्वेसन्स आउँछ भन्ने कहिले पनि हुँदैन एक्जाम्सहरूमा त। जुनसुकै एक्जाम्समा पनि आफूले पढेको एउटा बुक हुन्छ, एउटा मटेरियल हुन्छ, एउटा सेट अफ क्वेसन्स गरे हुन्छ, तर त्यही क्वेसन्स पर्छ भन्ने हुँदैन। तर कन्सेप्ट चाहिँ त्यो आफूले पढेको कन्सेप्टले चाहिँ त्यो क्वेसन्सहरूलाई कभर गरेको हुन्छ, किनभने कन्सेप्ट पुरै नयाँ हुन्छ भन्ने हुँदैन। कन्सेप्ट त्यही एक्जिस्टिङ कन्सेप्टहरू नै हुन्छ। त्यही भएर कन्सेप्टमा पिक्चर क्लियर हुनु पऱ्यो। आफ्नो दिमागमा चाहिँ ओके यो भनेको सर र यस्तो हो, ठ्याक्क यसमा यस्तो यस्तो कुरा छ, यो कन्सेप्टमा सबै यस्तो कुरा छ भनेर चाहिँ आफूले आँखा चिम्लिँदा पनि सबै आउनु पऱ्यो। त्यसपछि अब क्वेसन्स प्र्याक्टिसको कुरा आउँछ। क्वेसन्स प्र्याक्टिसमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि क्वेसन्सहरू जो कुनै सब्जेक्टको कस्तो हुन्छन्, हरेक क्वेसन्सहरू नयाँ टाइपको हुन्छन्। कुनै सब्जेक्टमा कस्तो हुन्छन्, ओके एउटा मेन क्वेसन छ, त्यसमा एडजस्टमेन्टहरू यता हुन्छ, कुनै एउटा कुराको एडजस्टमेन्ट हुन्छ, कुनै अरू कुराको एडजस्टमेन्ट हुन्छ, त्यसरी थपिएको हुन्छ। त्यही भएर चाहिँ यदि होइन सबै नै नयाँ क्वेसन्स छ भने चाहिँ त्यसमा पनि आफूले सकेसम्म रिकल गर्नु पऱ्यो, गो थ्रु गर्नु पऱ्यो अलिक बढी। तर होइन अर्को टाइपको क्वेसन्स हो र एडजस्टमेन्टहरू छ भने एउटा मेन क्वेसन्स त्यो कन्सेप्टले पुरै क्लियर गर्ने एउटा मेन क्वेसन्स हेर्नु पऱ्यो र त्यो सँगसँगै अब एडजस्टमेन्टहरू हेर्नु पऱ्यो फर्दर क्वेसन्सको लागि। र त्यही गर्दै गर्दाखेरि क्वेसन्सहरू हेर्दै सकेसम्म क्वेसन्सहरू एक्जामको अगाडि पनि सकेसम्म धेरै क्वेसन्सहरू कभर गर्नुपर्छ, किनभने त्यो दिमागमा बसेको हुन्छ तर एकचोटि हेरेपछि कन्फिडेन्स आउँछ। त्यो याद गर्न सजिलो हुन्छ। समरी बनाउनुहुन्थ्यो नोट्सहरू? कुनैको बनाउँथेँ, कुनैको बनाउँथिनँ। त्यो बुकमा नै क्वेसन छ, ठ्याक्क क्वेसनमा यस्तो यस्तो छ, त्यसको एडजस्टमेन्ट त्यही मैले बुकमै लेखिदिन्थेँ, किनभने पछि त्यो बुक नै त हेरिन्थेँ एक्जामको बेला, रिभिजनको बेला पनि। अनि त्यो बुकमा कोर्ने बानी भएको भएर छुट्टै मैले समरी कपीहरू टाइप चाहिँ बनाइनँ, तर त्यो क्वेसनमा के नयाँ कुरा छ चाहिँ मैले त्यो बुकमै त्यहीँ लेखिदिन्थेँ र ठ्याक्क त्यो क्वेसनकै साइडमा भएपछि यदि ठ्याक्क त्यस्तो टाइपको क्वेसन आयो भने आफूले ट्याक्कै हिट हुन्थ्यो क्या। त्यो हिसाबले बुकमा कोर्ने बानी थियो मेरो चाहिँ। एक्जामको बेलामा हेल्प पनि हुन्थ्यो होला पुरा एन्सर पढिराख्नु, यो क्वेसनमा यति गर्नुपर्ने रहेछ, क्वेसन र त्यो हिन्ट मात्र हेरे पनि पुगिहाल्छ, टाइम सेभ हुन्छ। ओके, अब एक्जाम लिभको बेलामा लेट्स से होइन एउटा नर्मल डेमा तपाईँको रुटिन कस्तो हुन्थ्यो? एक्जाम डेमा चाहिँ एक्जाम रिभिजनको बेला ओके रिभिजनको बेला चाहिँ मेरो त त्यही थियो, मैले स्लट बनाउँथेँ भने 4वटा जति। कति बजे उठ्नुहुन्थ्यो बिहान? बिहान चाहिँ म चाहिँ रातिमा अलिकति धेरै बस्थेँ, बिहान भन्दा पनि। बिहान चाहिँ म 8:30 9तिर उठ्थेँ, अनि त्यसपछि 2 घन्टा जति पढ्यो, थोरै ब्रेकफास्ट गऱ्यो, अनि त्यसपछि फेरि अर्को एउटा स्लट कुनै एउटा सब्जेक्ट गरिरहेको छु भने त्यही सब्जेक्ट कन्टिन्यू गर्थेँ। त्यसपछि अनि खाना खायो, अनि खाना खाएपछि एकछिन बस्यो, खाना खाएपछि फेरि अलिकति एकछिन अल्छी भइन्छ, एकछिन बस्यो, गफ गऱ्यो, अनि त्यसपछि चाहिँ फेरि अब जुन सब्जेक्ट पढिरहेको थिएँ त्यही सब्जेक्ट नै कन्टिन्यू गर्थेँ। फेरि खाना खाएपछि चाहिँ मैले सब्जेक्ट स्विच गर्दिनँ। बिहान एउटा चाहिँ बरु थ्योरी सब्जेक्ट पढेर बिचमा चाहिँ जुन सब्जेक्ट कन्टिन्यू गरिरहेको छु त्यही गर्थेँ, र बिच फेरि अनि एउटा बेलुका ब्रेक लिएर बेलुका चाहिँ अर्को एउटा सब्जेक्ट कन्टिन्यू गर्थेँ। मैले चाहिँ टोटलमा दिनमा 3टा सब्जेक्टसम्म कभर गर्थेँ। म धेरै सब्जेक्ट भन्दा पनि एउटा मेन सब्जेक्ट चाहिँ गइरहोस्, बाँकी 2टा पनि भइरहोस् भन्ने हिसाबले चाहिँ बिहान र बेलुका त्यसरी गर्थेँ। र म राति चाहिँ त्यस्तै 2 बजीतिर 1:30 2 बजीतिर सुत्थेँ। अनि बिहान त्यो मेरो आवर्स अफ स्लिप भनेको 7 आवर्स 7 to 8 आवर्स स्लिप हुन्थ्यो। अनि त्यो हिसाबले त्यो रुटिन म आफैलाई ठिक लागेको भएर बिहानभन्दा पनि बरु बेलुका अलिकति पढ्छु भन्ने हिसाबले चाहिँ मलाई त्यो रिभिजनको बेला चाहिँ मैले त्यसरी गरेको थिएँ। मैले पनि एक्ज्याक्टली त्यस्तै गरेको थिएँ। बिहान उठ्थेँ, थ्योरी सब्जेक्ट पढ्थेँ, अनि दिनभरि एउटै सब्जेक्ट जेनरली प्र्याक्टिकल नै हुन्थ्यो, अनि राति चाहिँ मेरो दिमागै चल्दैन थियो जति गरेँ त्यो दिनभरिको थकान हुन्थ्यो। अनि कि त पढ्दिनँ थिएँ कि त एकदम सजिलो कुरा जे पहिला पढिसकेको थिएँ त्यो उठाएर टक्क पढ्थेँ, सुत्थेँ। सेम थियो चाहिँ, तर मेरो ऱ्याङ्क आएन। ओके, ठिकै छ। दिनमा हजुरले 10-12 घन्टा पढ्छु त एभरेजमा 9-10 घन्टा 9 to 10 आवर्स जति चाहिँ हुन्थ्यो नि है। सो पढ्न मन नलागेको दिन चाहिँ त्यस्तो स्पेसिफिक केही पनि खासै छैन? पढ्न मन नलाग्ने दिन हुन्थ्यो। अब त्यही अलिकति मैले चाहिँ त्यही कुनै दिन 6-7 घन्टा चाहिँ जे होस् हरेक दिन पढ्थेँ, तर धेरै नै प्रेसर भयो भने चाहिँ त्यही मैले ब्रेक लिन्थेँ भन्ने कुरा भयो। तर त्यो लास्ट इनइफेक्टिभ नै हुने त्यस्तो धेरै दिन चाहिँ भएन।
अब त्यसमा ती फ्याक्टर्सहरू छन् आफूलाई ड्राइभ गर्ने फ्याक्टर्सहरूले गर्दा पनि मलाई धेरै सजिलो चाहिँ भयो त्यो हिसाबले धेरै इन्फेक्टिभ चाहिँ भएन भनौँ। अब विद्यार्थीलाई सबसे ठुलो समस्या भनेको चाहिँ मेबी पढ्ने कुरा सबैजनाले सेम पढिसकेको हुन्छ, याद पनि हुन्छ, तर एक्जामको बेलामा एक्जामको अगाडि नर्भसनेस त्यसले धेरै कुरा बिगारिरहेको हुन्छ। तपाईँलाई एक्जामभन्दा अगाडि नर्भसनेस हुन्थ्यो कि हुँदैन थियो? नर्भसनेस अभियसली पनि हुन्छ, त्यो भन्नाले प्रिपरेसन त गरे हुन्छ। फर्स्ट कुरा भनेको त प्रिपरेसन आफ्नो मजाले गर्नु पऱ्यो, त्यो होइन भने त अफकोर्स कन्फिडेन्स पनि आउँदैन, त्यो फियर त यत्तिकै पनि भइहाल्छ, फियर नर्भसनेस त यत्तिकै भइहाल्छ, त्यो कन्फिडेन्स पनि आउँदैन र एक्जाम त अभियसली पनि त्यसले गर्दा बिग्रि नै हाल्छ यदि प्रिपरेसन राम्रो छैन भने। तर प्रिपरेसन राम्रो हुँदाहुँदै पनि अब एक्जाम आएपछि त्यो ओहो के कस्तो आउने होला त, के आउने होला, यत्रो गर्न त गरेँ तर मैले आफूले पढेको अनुसार चाहिँ त्यो आउटपुट निकाल्न सक्छु कि सक्दिनँ, त एक्जाममा लेख्न सक्छु कि सक्दिनँ, त्यो एउटा फियर भयो। नर्भसनेस कस्तो खालको क्वेसन आउने होला, त्यो त्यत्रो धेरै क्वेसन्स गरे हुन्छ, कुन क्वेसन आउने होला, कुन टपिकबाट आउँछ होला भन्ने कुरा त्यो अभियसली हरेक स्टुडेन्टलाई हुन्छ। अनि अब त्यसको लागि चाहिँ सकेसम्म आफू पोजिटिभ हुने हो, त्यसमा चाहिँ आफूले सकेसम्म त्यो पोजिटिभ एफर्मेसन्सहरू आफूलाई कसरी दिन सकिन्छ, ओके मैले गरेको छु, म गर्न सक्छु, आई क्यान डु इट, आई विल डु इट भन्ने तरिकाले चाहिँ त्यो पोजिटिभ एफर्मेसन्स चाहिँ आफैसँग गरिराख्नुपर्छ भित्रभित्रै। तपाईँ गर्नुहुन्थ्यो? म चाहिँ एक्जामको जुन त्यो पेपर दिनुभन्दा अगाडि बेलासम्म पनि त्यही गर्थेँ, ओके म गर्न सक्छु, मैले गर्न सक्छु, मैले पढेको छु, मैले गर्न सक्छु भन्ने हिसाबले चाहिँ त्यो एफर्मेसन चाहिँ आफैसँग रिपिट गर्थेँ। र म ठ्याक्क पेपर दिनुको 5-10 मिनट चाहिँ आफूलाई पुरै रिल्याक्स्ड पारेर पुरै सबै कुराहरू छोडेर रिल्याक्स पारेर म गर्न सक्छु, पढेको छु भन्ने कुराहरू एकचोटि आफू रिकल गरेर ओके आई विल डु इट भन्ने हिसाबले चाहिँ त्यसरी चाहिँ सुरु गर्थेँ एक्जाममा, हरेक एक्जाममा। एक्जामको बेलामा चाहिँ क्वेसन पेपर आइसक्यो, कतिपयचोटि त यस्तो हुन्छ कि क्वेसन पेपर हेर्दाखेरि नयाँ क्वेसन पनि आइरहेको हुन्छ होइन, ला यो कस्तो खालको क्वेसन हो भन्ने आफूलाई डर लागेको हुनसक्छ, त्यस्तो केसमा के गर्ने? ओके एक्जाम्समा अभियसली त्यही नै हुन्छ, कति क्वेसन्सहरू देखेको हुन्छ, कुनै क्वेसन्स चाहिँ ओके ओहो यो त पुरै आउट अफ द बक्स टाइपकै लाग्छ होइन पढ्दाखेरि। अनि त्यस्तो बेला चाहिँ म चाहिँ सकेसम्म एक्जामको जुन 3 घन्टा हुन्छ त्यो सुरु हुने बेला चाहिँ सकेसम्म आफूलाई काम राख्न खोज्थेँ। अब एक्जामको अगाडि हाम्रो त 15 मिनट्सको लागि टाइम पनि दिनुहुन्छ के अरे, 10 मिनट्स कि 10 मिनट्स 10 मिनट्स चाहिँ टाइम दिनुहुन्छ। त्यो बेला चाहिँ सुरुमा त आफूलाई काम राख्थेँ, जेसुकै क्वेसन आओस् मैले गर्न सक्छु, नयाँ क्वेसन आए पनि मैले चाहिँ गर्न सक्छु भन्ने हिसाबले आफू सुरुमा काम हुन्थेँ। र सिधै मैले चाहिँ लास्ट पेजमा पल्टाउँथेँ कि पेपरको, त्यसमा चाहिँ अलिकति सानो टाइपको क्वेसन, थोरै मार्क्सको 5 मार्क्सको क्वेसन, अलिकति सजिलो सर्ट नोट्सहरू टाइप आइरहेको हुन्थ्यो। त्यही भएर म सिधै पछाडि पल्टाउँथेँ, लास्ट पेपरमा लास्ट पेजमा पल्टाउँथेँ। लास्ट पेजबाट चाहिँ ओके यो क्वेसन यस्तो छ, त्यो सुरुमा हेऱ्यो अलिकति थोरै कन्फिडेन्स आउँछ, त्यो पछि अनि त्यहाँबाट ब्याक हुँदै जान्थेँ। मैले क्वेसन नम्बर 1 चाहिँ सबभन्दा लास्टमा हेर्थेँ, जुन चाहिँ हाम्रो अलिकति धेरै मार्क्स 20 मार्क्सको आउँछ त्यो चाहिँ लास्टमा हेर्थेँ। र ब्याकबाट पछाडि आउँदै गर्दा मैले चाहिँ त्यो नम्बरिङ पनि गर्थेँ, कुन क्वेसन चाहिँ सुरुमा गर्ने, आफूलाई कुन क्वेसन आउँछ त्यो हिसाब चाहिँ त्यो क्वेसन चाहिँ सुरुमा अटेम्प्ट गर्ने हिसाबले चाहिँ पछाडिबाट कन्फिडेन्स थोरै बिल्डअप हुँदै अनि अलिकति आफूलाई आएको क्वेसनहरू सर ओके फर्स्टमा यो गर्छु, सेकेन्डमा यो गर्छु भन्ने हिसाबले गरेर अनि अलिकति नयाँ आएको क्वेसनलाई चाहिँ थोरै टाइम दिन खोज्थेँ। पढ्दाखेरि चाहिँ ओके यो क्वेसनमा के कुन कन्सेप्ट टच गर्न खोजेर रहेछ त, नयाँ भए पनि कन्सेप्टमा सँग लिङ्क गर्न खोज्थेँ मैले चाहिँ नयाँ क्वेसन भए पनि, अनि यसले चाहिँ कुन कन्सेप्टलाई टच गर्न खोजेर रहेछ भन्ने आइडिया होस् भन्ने हिसाबले चाहिँ नयाँ क्वेसन भए पनि त्यति चाहिँ अलिकति प्रिपेयर्ड माइन्ड चाहिँ प्रिपेयर्ड हुन्छ है, पछि यो सल्भ गर्ने बेला त्यो एक्जामको 3 आवर रसमा चाहिँ त्यो ब्ल्याङ्कै नहोस् क्वेसन देख्न साथ भन्ने हिसाबले चाहिँ कुन कन्सेप्ट टच गरे ओके यो यस्तो टाइपको हो भन्ने त्यो एउटा इमेज बनाएर चाहिँ ओके म पछि गर्छु भन्ने हिसाबले लास्टतिर चाहिँ नयाँ क्वेसन्सहरू चाहिँ सकेसम्म यदि धेरै नै छन् भने त सबै डिल गर्नु परिहाल्यो, तर अलिकति थोरै छ भने चाहिँ त्यसलाई अलिकति डिफर गरेर आउने क्वेसन्सहरू गरेर लास्टमा गर्थेँ। ओके, सो मेन स्ट्राटेजी भनेको चाहिँ क्वेसन पेपर आएपछि सुरुमा लास्टको क्वेसन्सहरूबाट नै सर्ट मार्क्स क्वेसन्सहरू हुन्छ, अनि त्यहाँबाट हेर्दै ल इजी छ भनेपछि नम्बरिङ गर्ने, यो म सुरुमा गर्छु, आफ्नो
कन्भिनियन्स अनुसार अनि गाह्रो क्वेसन्सलाई आफू काम हुनु पर्यो जेसुकै भए पनि मैले चाहिँ गर्न सक्छु भन्ने आत्तिनु हिसाबले भएन चाहिँ आत्तिनु भएन। त्यो नयाँ क्वेसन्स हो भने सबैलाई नयाँ नै हुन्छ, यदि प्रिपरेसन सबैले राम्ररी गरेका छौँ भने नयाँ क्वेसन हो भने सबैलाई नयाँ नै हो। त्यही भएर चाहिँ ओके ठिक छ, नयाँ क्वेसन आए पनि मैले गर्न नसक्ने भन्ने त होइन नि त, त्यसलाई केही न केही त गर्न सकिहालिन्छ। नयाँ क्वेसन आफूले त्यत्रो प्रिपरेसन गरेछ भनेपछि केही न केही त गर्न सकिन्छ। ओके फुल मार्क्स नआउला तर 10मा 5-6 त जसरी पनि ल्याउन सकिन्छ भन्ने हिसाबले चाहिँ ओके काम हुने हो, मैले राम्रो गर्छु भन्ने आफू त्यो पोजिटिभिटीका साथ इक्जाम सुरु गर्ने हो। र त्यो गर्दै गएपछि त्यो 3 घन्टा कति बेला सकिन्छ पनि थाहा हुँदैन क्या। यो दिस रियली वर्क्स पनि, किनकि त्यो सजिलो क्वेसन आउने क्वेसन सुरुमा गर्दै जाँदा कन्फिडेन्स बिल्ड भइरहेको हुन्छ, लास्टमा त्यो नदेखेको क्वेसन छ भने त्यहाँ पनि केही न केही गर्न सकिँदो रहेछ कि। यो चाहिँ माइन्ड गेम पनि हुन्छ एक हिसाबको। त्यही त माइन्ड प्रिपेयर्ड भयो भने चाहिँ त्यो लास्ट जुन 3 घन्टाको लास्ट टाइमसम्म चाहिँ केही न केही आफै सोचिन्छ, दिमाग आफै चल्छ भन्ने हिसाब, त्यो हिसाबले चाहिँ धेरै सजिलो हुन्छ। अनि एक्जामको बेलामा मेन फिक्स टाइम हुन्छ 3 घन्टा या 2-3 घन्टा, 3 घन्टा नै मानेर चलाऊँ। तर धेरैजना स्टुडेन्ट्सहरूको कस्तो हुन्छ कि एक्जाममा गर्नै भ्याएन होइन, मैले फुल मार्क्स 100 मार्क्स छ भने अटेम्प्टै गर्ने भ्याएन, अनि त्यसको कारणले पनि नेगेटिभ रिजल्ट्सहरू आइरहेको हुन्छ। यसको लागि कस्तो स्ट्राटेजी हुन्छ? हो, यो चाहिँ धेरै स्टुडेन्ट्सहरूको प्रब्लम हुनसक्छ, किनभने प्रिपरेसन गर्नु जति सबै गरेकै हुन्छ तर त्यो 3 आवर्समा चाहिँ आफ्नो बेस्ट ननिस्किया भएर आफूले एक्सपेक्ट गरेको जस्तो रिजल्ट्स आउँदैन। यो धेरै केसेसहरू छन् यस्तो। र त्यसमा सबभन्दा एउटा मेन हात भनेको टाइम म्यानेजमेन्टको पनि छ। त्यो 3 घन्टामा जे क्वेसन्स छ त्यो आफ्नो बेस्ट निकाल्नको लागि त्यसरी गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि अघि पनि मैले भने सुरुमा चाहिँ ओके आफूले जानेको क्वेसन्सहरू सल्भ गर्ने, किनभने जानेको क्वेसन्सहरू थोरै टाइममा भ्याउन सकिन्छ। त्यो भयो भने कस्तो हुन्छ भने कन्फिडेन्स पनि आउँछ र त्यो जानेको सानो क्वेसन्सहरू हुन्छ 5-10 मार्क्सको क्वेसन्सहरू हुन्छ, त्यसलाई चाहिँ अलिकति चाँडो आफूले ठ्याक्क देखेको जानेको ठ्याक्क क्वेसन्सहरू चाहिँ चाँडै भ्याउन सकियो भने त्यसले चाहिँ एड अन गर्छ। पछि कसैको बानी जानेको क्वेसन छ, अब यो चाहिँ मिस्टेक गर्नु हुँदैन भनेर चेक गर्ने बानी हुन्छ, त्यो गर्नु कस्तो पनि हुनसक्छ भन्दाखेरि अब जस्तै आफूले जानेको चाहिँ म पर्फेक्ट लेख्छु भन्ने हिसाबले त्यहाँ चाहिँ टाइम बढी जान सक्छ होइन। अब जस्तै त्यस्तो चाहिँ अब जस्तै थ्योरी सब्जेक्टहरूमा अब जस्तै कुनै अडिटको छ अथवा चाहिँ लको चाहिँ होइन यसको त मलाई सबै आउँछ भन्ने हिसाबले, मलाई सबै प्रोभिजन्स आउँछ भन्ने हिसाबले यति लामो लेखिन्छ कि अब त्यसले लेख्न पर्ने हो 15 मिनटको ठाउँमा 10 मिनट लेख्न पर्ने उल्टै 20-25 मिनट लागिरहेको हुन्छ। तर त्यो कुरालाई पनि आफूले चाहिँ अलिकति ध्यान गर्नुपर्छ। आफूलाई आउने क्वेसन चाहिँ सकेसम्म अब जस्तै त्यो हरेक मार्क्सको लागि यति टाइम भन्ने कुरा त्यो मार्क्स डिभाइड बाइ त्यो मिनट्स गऱ्यो भने आइहाल्छ। त्यो हिसाबले चाहिँ यो क्वेसनको लागि यति मार्क्सको लागि त यति टाइम हो, 5 मार्क्सको क्वेसनलाई जति लेखे पनि म्याक्सिमम त 5 मार्क्स नै त हो नि। अनि त्यही भएर चाहिँ त्यसलाई अलिकति आफूले टाइम चाहिँ सकेसम्म आफूले जानेको क्वेसन चाहिँ फास्ट लेख्ने, त्यसलाई पर्फेक्ट बनाउने भन्दा पनि, किनभने त्यो एउटा क्वेसन गर्दा गर्दै पर्फेक्ट बनाउने कुराले अर्को क्वेसन छुटिरहेको हुन्छ। 5 मार्क्सको क्वेसन पर्फेक्ट बनाउँछु भन्दाखेरि उता 10 मार्क्सको क्वेसन छुटिरहेको हुन्छ। त्योभन्दा त बरु 5 मार्क्समा म 3.5 ल्याउँछु, उता 10 मार्क्सको क्वेसन भने त 4.5 ल्याउँछु भन्ने हिसाबले चाहिँ त्यसरी गर्नुपर्छ। र यो टाइम म्यानेजमेन्टको लागि त्यही नै हो, आफूले चाहिँ हरेक क्वेसनको लागि ओके यति टाइम छ, यति टाइमभित्र चाहिँ गर्छु भनेर त्यो ठ्याक्क त्यो आफ्नो क्वेसन आएको अगाडि चाहिँ आफूले ट्याक्क टाइम प्लान नै गर्नुपर्छ। र थोरै यताउता त हुन्छ तर सकेसम्म चाहिँ फुल अटेम्प्ट नै गर्नुपर्छ। पास हुनको लागि, राम्रो रिजल्ट्स ल्याउनको लागि चाहिँ फुल अटेम्प्ट गर्ने नै हो। तर कुनै सब्जेक्टमा नभ्याइन पनि सक्छ, गर्दा गर्दै पनि भयो कुनै कहिले क्वेसन यस्तो आइदिन सक्छ कि भोल्युम बढी हुन्छ, लेख्दा पनि भ्याइन्न, त्यस्तो एक्सेप्सन्सहरू हुन्छन्। तर सकेसम्म सबै कभर गर्छु भन्ने हिसाबले अलिकति थोरै प्लान गरेर जाने क्वेसन्सहरू चाहिँ चाँडो गऱ्यो भने चाहिँ त्यो टाइम पनि अलिकति म्यानेज गर्न सकिन्छ। यो मैले किन पनि सोधेको भन्दाखेरि मैले त 2 चोटि एक्जाम दिएँ नि त, एकचोटि सुरुमा फेल भएर, र लाइक यु सेड सुरुचोटि मैले एक्जाम अटेम्प्ट गरेँ, म 60 मार्क्स भन्दा बढी क्वेसनै गर्न सक्दिनँ थिएँ कि त्यो आएको क्वेसन क्यालकुलेटरले डबल चेक गर्ने, अनि त्यसले एकदम टाइम वेस्ट हुन्थ्यो। अनि सेकेन्ड टाइममा प्रिपेरेसन सेम थियो पढाइको लेभल, तर मेरो त्यो माइन्डसेट चेन्ज गरेँ कि आएको क्वेसन छ भने सुरुमा गर्ने र रिचेक नगर्ने, अनि बढी टाइम लगाउँदै नलगाउने, अनि त्यसरी नै गरेर त्यसले हेल्प पनि गर्यो। किनकि मैले सेकेन्ड अटेम्प्टमा
आओस् नआओस् मेरो टार्गेट भनेको फुल मार्क्स अटेम्प्ट गर्ने थियो, जे पाइ त्यही भए पनि लेखेर नआएको क्वेसनहरू पनि, र सायद त्यसले हेल्प पनि गर्यो होइन। नत्र 2-3 मार्क्सले नै मान्छेहरू फेल भइरहेको हुन्छ, 2-3 मार्क्स हरेक सब्जेक्टमा त्यसरी बढी पनि आउँछ। ओके, तपाईँले कुनै यस्तो स्टडी टेक्निकहरू युज गर्नुभयो? कति धेरै स्टडी टेक्निक्सहरू हामीले सुनिरहेको हुन्छ नि त, द्याट क्यान हेल्प स्टुडेन्ट द्याट यु युज्ड? ओके, स्टडी टेक्निक्स मलाई चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि, मलाई चाहिँ कस्तो कुरा याद हुन्थ्यो भन्दा, जुन कुरा चाहिँ मैले त्यो भिजुअलाइज गर्न सक्छु त्यो कुरा चाहिँ मलाई अलि मजाले याद हुन्थ्यो क्या। त्यो जुन फोटोग्राफिक टाइपको मेमोरी टाइपको हुन्छ नि, मेरो चाहिँ त्यस्तो खालको थियो। त्यही भएर चाहिँ मैले चाहिँ सकेसम्म जे कुरालाई पनि इमेज अथवा चाहिँ भिडियो अथवा चाहिँ अडियो त्यसरी लिङ्क गरेर चाहिँ पढ्थेँ धेरै कुराहरू। त्यो सँगसँगै अब अरू कुरा भनेको अब त्यसमा त्यो एआईहरू अघि नोटबुक एलएमहरू कुराहरू त्यसले मलाई धेरै नै हेल्प गरेको थियो। मेन थ्योरी सब्जेक्टमा धेरै नै हेल्प गरेको थियो। इमेज ठ्याक्क क्रिएट भएपछि ओके यस्तो थियो, यसको इमेज यस्तो थियो भन्ने तरिकाले ट्याक्क रिकल गर्न सजिलो हुन्छ। एउटा त्यो थियो मलाई हेल्प गर्ने। अब अरूको केसमा पनि हुनसक्छ, त्यसको लागि चाहिँ अब आफूलाई बुझ्नु पऱ्यो होइन, मलाई चाहिँ कुन कुराले चाहिँ याद हुन्छ त, कुन कुरा याद गर्न कस्तो गर्दा चाहिँ याद गर्न सजिलो हुन्छ, आफ्नो लागि मेमोरी टेक्निक कुन स्विचेबल हुनसक्छ। अब कतिलाई त्यो अब जस्तै के गर्न सकिन्छ, मैले धेरै नेमोनिक्सहरू पनि बनाउँथेँ सकेसम्म धेरै नेमोनिक्स। तर फेरि धेरै नेमोनिक्स बनाउँदै कस्तो हुनसक्छ भन्दाखेरि अब कुनमा कुन नेमोनिक्स थियो नै बुझ्यो, त्यो एक्जामको बेला चाहिँ त्यो कन्फ्युज भइ नसक्छ। अब तर त्यस्तो चाहिँ गर्नु भएन। अब कुनैमा चाहिँ होइन लेटरवाला मात्र नेमोनिक बनाछौ भने कुनैमा के गर्न सकियो, एउटा गीत टाइपको बनाउन सकियो, कुनैमा एउटा पोइम टाइपको बनाउन सकियो होइन, अथवा चाहिँ कुनै आफ्नो रुमको अब्जेक्टहरूलाई रिलेट गरेर एउटा नेमोनिक बनाउन सकियो। अर्को टेक्निक चाहिँ मैले त्यो युज गरेको थिएँ। अर्को कुरा भने हाम्रो त्यो एक्टिभ रिकलको कुरा भइ नै हाल्यो। एक्टिभ रिकल चाहिँ सकेसम्म जति रिकल गर्न सकिन्छ त्यति नै रिकल गर्ने हो। त्यो गऱ्यो भने एक्जाममा पनि धेरै सजिलो हुन्छ, रिभिजनमा पनि सकेसम्म त्यो गऱ्यो भने धेरै याद हुन्छ। र स्टडीको बेला अर्को मलाई एउटा पार्किन्सन्स ल भनिन्छ होइन। पार्किन्सन्स ल भनेको चाहिँ कुनै कुरालाई जति टाइम लगाए त्यति नै टाइम लिन्छ भन्ने जस्तो। अब जस्तै एउटा मैले केही काम गर्न, एउटा केही रिपोर्ट बनाउन लाग्छु अथवा केही काम गर्न लाग्छु, त्यो चाहिँ अब जस्तै मैले 1 दिन लगायो भने 1 दिनमा नि भ्याइन्छ, तर मैले 7 दिन लगायो भने 7 दिनमा नि भ्याइँदैन भन्ने खालको। अब जस्तै केही कुरा पढ्न छ मैले, अब आज मैले ओके अलिकति चाँडो मिलाएर चाहिने कुराहरू सबै पढ्यो भने आजै पनि भ्याइन्छ, तर होइन त्यो दिन त्यो कुरा चाहिँ थोरै पढेँ आज, ओहो कस्तो रहेछ भन्ने हिसाबले फेरि डिफर गऱ्यो भने त्यही कुराले 4 दिन पनि खाइदिन सक्छ। अनि त्यो कुराले के सजिलो हुन्थ्यो भन्दाखेरि आफूले सोचेको टार्गेट चाहिँ ट्याक्क कम्प्लिट हुन्थ्यो, आफ्नो टार्गेटमा बाइन्ड हुन सजिलो हुन्थ्यो त्यो कुराले चाहिँ। अनि अब नत्र चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिकति आफूले टाइम एक्सटेन्ड गरियो अथवा टार्गेट अनुसार गरिएन भने चाहिँ त्यो कम्फर्ट आउँछ क्या आफूलाई, त्यो साइकोलोजिकल कम्फर्ट। ओके चाहिने भन्दा बढी अब जस्तै 1 दिनमा भ्याइने कुरा मैले 4 दिनको राखेँ भने ओके 4 दिन छ त, मैले आज नपढे पनि भोलि भइहाल्छु त। अब फेरि भोलि पनि त्यस्तै हुन्छ, भोलि नभए पनि अझै 2 दिन छ त भन्ने हुन्छ। लास्टमा गएर 1 दिनमै भ्याउनु पर्ने हुन्छ त्यो कुरा। अनि त्यही भएर त्यो त सुरुकै दिनमा एकै दिनमा भ्याइन्थ्यो, त्यो लास्टको दिनमा किन गर्नु पर्थ्यो भन्ने हिसाबले त्यो कुराले पनि मलाई हेल्प गरेको थियो। सो स्टडी टेक्निक्स चाहिँ आफूलाई कुन स्विचेबल हुन्छ भन्ने कुराले नै फरक पर्छ। मैले भने अघि त्यो मेमोरीको कुराहरूमा चाहिँ आफूलाई चिन्नुपर्छ र त्यही रिकलहरू गरिराख्ने र आफूलाई कस्तो स्विचेबल हुन्छ त, के कुराले चाहिँ मलाई याद भइरहेको छ त्यो कुरा चाहिँ गर्नु पर्यो। तपाईँको केसमा भिजुअलाइजेसन, नेमोनिक्स, एक्टिभ रिकल अनि यो हजुर कुन ल भन्नुभयो? पार्किन्सन्स ल। ओके ल, अनि अरू भन्दा मैले सोधेको थिएँ कि स्टुडेन्टहरूलाई तपाईँलाई सोध्न मन लागेको क्वेसन्सहरू केही छ भन्दाखेरि धेरैजनाको एउटा क्वेसन चाहिँ के थियो, कमन क्वेसन भन्दाखेरि तपाईँले के अरूभन्दा भिन्न गर्नुभयो कि तपाईँले नेपाल टप गर्नुभयो? ओके, यसमा चाहिँ मेरो चाहिँ के होला जस्तो लाग्छ भन्दाखेरि पहिलो कुरा चाहिँ मैले टार्गेट लास्टै नै हाई सेट गरेको थिएँ र मलाई के थियो भन्दाखेरि म जसरी भयो नि यो चाहिँ पुऱ्याउँछु। मैले चाहिँ अगाडिको मार्क्सहरू भन्दा पनि अब जस्तै अगाडि पनि त्यो रेकर्डहरू भएको थियो, मैले त्यो मार्क्स भन्दा पनि आफ्नो त्योभन्दा धेरै माथिको बेन्चमार्क राखेको थिएँ
अब मैले भन्ने पर्दा मेरो बेन्चमार्क 600 मार्क्सको थियो, आयो 538। सुरुमा त मैले त्यो मेरो टार्गेट नै लास्टै हाई राखेको थिएँ अरू कुरा भन्दा पनि। त्यो 538 भन्दा हाइएस्ट कुन थियो अगाडि? तपाईँले त हाइएस्ट रेकर्ड पनि ब्रेक गर्नु भएको छ नि त। 506 कि 507 थियो। अनि त्यो हिसाबले चाहिँ मैले त्यो भन्दा पनि मैले चाहिँ आफ्नो 600 वाला टार्गेटलाई हेरिरहेको थिएँ, मेरो बेन्चमार्क नै त्यही थियो। र अर्को कुरा भनेको म चाहिँ मैले कसरी पढाएको थिएँ भन्दाखेरि अब त्यो भन्नै पर्दा चाहिँ आफूले सक्ने जति सबै गरेको थिएँ। मलाई एक्जाम दिएपछि ओके मैले सक्ने जति सबै गरेँ है भन्ने चाहिँ भएको थियो, आफूलाई त्यो सेटिस्फ्याक्सन भएको थियो। टार्गेट धेरै राख्दै पनि जुन आफूले पुट इन गर्नुपर्छ वर्क त्यो सबै गरेको थिएँ। अब त्यो मलाई चाहिँ के लाग्छ भन्दाखेरि आफूले गरेको कुरामा चाहिँ अब्सेस्ड भयो भने चाहिँ आफूले सोचेको जस्तो रिजल्ट चाहिँ ल्याउन सकिन्छ। यदि होइन मलाई त लास्टै राम्रो गर्नु छ, धेरै ठुलो कुरा अचिभ गर्नु छ भने त्यसको लागि अब्सेसन अन वाट यु डु चाहिँ चाहिन्छ जस्तो लाग्छ। त्यो कुरामा पुरै लागि परेर जेसुकै होस् म गर्छु, जस्तो सुकै सर्कमस्टान्सेस आओस् म चाहिँ यो कुरामा चाहिँ मेरो यो टार्गेटबाट चाहिँ बाहिर हट्दिनँ भन्ने त्यो माइन्डसेट राखेर चाहिँ प्रिपेयर गर्ने हो अथवा चाहिँ जेसुकै काम गर्ने हो भने पनि त्यसमा चाहिँ गर्न सकिन्छ जस्तो लाग्छ। र मेरो पनि त्यही नै थियो। मलाई चाहिँ एउटा के कुराले चाहिँ ठ्याक्क हिट गर्थ्यो भन्दाखेरि युसेन बोल्टले एउटा के भनेको थियो भन्दाखेरि हि प्र्याक्टिस्ड 10 years टु रन 10 seconds क्या होइन। उसको रेकर्ड त 10 seconds 9.58 समथिङको छ, तर उसको जुन वर्क एथिक थियो उसले त 10 वर्ष अझै त्योभन्दा नि बढी होला त्यति लगाउनु पऱ्यो नि त। त्यही भएर आफूले केही एचिभ गर्न चाहन्छौँ भने चाहिँ आफूले जुन राखेको केही कुरा गोल छ भने त्यसको लागि चाहिँ जेसुकै होस् लागि पर्ने हो जस्तो लाग्छ। जति हार्डवर्क गर्नुपर्छ त्यो हार्डवर्क गर्ने हो र त्यो गरिसकेपछि ओके मैले गर्न सक्ने जति गरेँ, मेरो बेस्ट जति थियो त्यो मैले गरेँ, त्यति भएपछि अफकोर्स त्यो रिजल्ट्स त आफ्नै फेभरमै आउँछ जस्तो लाग्छ मलाई। र त्यही नै हो जस्तो लाग्छ मलाई चाहिँ। त्यो एउटा त्यो वर्क एथिक टाइपको प्रिपरेसन थियो जस्तो लाग्छ। टार्गेट पनि हाई सेट गर्ने, जस्तो अब कसैलाई पास मात्र हुनु छ भनिसकेपछि उसले कमसेकम 80-90 मार्क्स भन्दा माथि चाहिँ म जसरी भने पनि आउने गरी पढ्छु होइन। मेरो एम भनेको चाहिँ कसैलाई 60 मात्र ल्याउनु छ भने 90 ल्याउने हिसाबमा पढ्न पर्यो, अनि बल्ल 60 आउँछ होइन। त्यही त त्यस्तै भइरहेको हुन्छ, किनभने त्यो माइन्डसेट जस्तो राख्यो त्यही अनुसार नै आफ्नो एक्सन्स ड्रिभन हुन्छ होइन। माइन्डसेटै होइन म त पास हुनको लागि मात्र नपढ्ने, आफू त्यो त्यही त मैले 600 राखेँ मेरो 538 आयो। पास हुनको लागि मात्र पढ्यो भने त त्यो त बेस्ट केस सिनारियोमा विथ लकको चान्स त्यो हुनसक्छ, किनभने त्यो बेस्ट केस सिनारियो हुनु पऱ्यो। तर त्यो बेस्ट केस सिनारियो नै हुन्छ भन्ने, किनभने त्यो एक्चुअल्स र त्यो एक्सपेक्टेसनमा त डिफ्रेन्स हुन्छ नि त, भेरायन्स अभियसली पनि हुन्छ र त्यो नेगेटिभ भेरायन्स नै हुन्छ धेरै जस्तो आफूले एक्सपेक्ट गरेको भन्दा थोरै कम नै आइरहेको हुन्छ जे कुरामा पनि। त्यही भएर चाहिँ टार्गेट चाहिँ हाई नै राख्नुपर्छ जेसुकै भए पनि। ओके मैले चाहिँ सबै अटेम्प्ट गर्छु, इक्जाममा पनि गर्ने क्वेसन्सहरूमा सबै अटेम्प्ट गर्छु, मलाई आउने नआउने जे छ मैले पढेको जति म प्रिपरेसन धामी गर्छु, मैले सक्ने जति सबै प्रिपरेसन गर्छु। ओके प्रिपरेसनको फेज सक्यो, अब आयो एक्जाममा लेख्ने फेज। एक्जामको लेख्ने फेजमा सबैको टाइम म्यानेजमेन्ट अलिकति गरेर मलाई आएको जति म सबै लेख्छु। त्यो एक्जाम दिने बेला पनि आफ्नो बेस्ट दिनु पऱ्यो र एक्जाम सकेपछि ओके मलाई पुग्यो, मैले बेस्ट गरेँ, अब के कुराले पनि फरक पर्दैन, किनभने त्यति गरिसकेको छ भने रिजल्ट्समा त्यो जसरी पनि देखिन्छ क्या। देयर इज नो चान्स कि आफ्नो बेस्ट आफूले गर्न सक्ने जति केही धेरै मिस्टेकै नगरी पनि गरेछ भने त्यसमा रिजल्ट्स नआउने चाहिँ चान्स हुँदैन जस्तो लाग्छ मलाई। धेरैजना स्टुडेन्टको के पनि समस्या हुन्छ कि एक्जाम त अब 5-6 दिन लामो हुन्छ नि त, एउटा एक्जाम कस्तो चित्त बुझेन भने अब त्यही एक्जामलाई लिएर सोचेर त्यसको बारेमा डिस्कस गरेर अर्को एक्जाम पनि ह्याम्पर भइरहेको हुन्छ। यसमा के भन्न चाहनुहुन्छ तपाईँ? ओके सुरुमा त एक्जाम दिएपछि त्यो एक्जामलाई जसरी हुन्छ बिर्सिने हो। अब त्यो पेपर च्यातेर हुन्छ कि त्यो डिस्कसन गर्नु नै हुँदैन, जुन साथीहरूसित डिस्कसन गरिन्छ नि, ओहो यो क्वेसन कसरी गर्ने थियो, यो क्वेसन त अलिकति नयाँ थियो, कति आयो होइन, यसको एन्सर कति आयो। अर्को हुन्छ एउटा साथीसित डिस्कस गर्ने हुन्छ, अर्को घर गएर चाहिँ यसको एन्सर कति आएछ, ओहो म यो त यो बुककै क्वेसन थियो मैले गरेको थिएँ, एन्सर चाहिँ ओहो मिल्यो कि मिलेन, त्यो चाहिँ गर्नै हुँदैन, किनभने त्यो एक्जामको फेज चलिरहेको छ। अब त्यो फर्स्ट सेकेन्ड एक्जाममै त्यस्तो गऱ्यो भने अभियसली ह्याम्पर गर्छ, त्यो जोसुकैलाई पनि ह्याम्पर गर्छ, किनभने त्यो नमिलेको हुनसक्छ।
अब एन्सर ठ्याक्कै नमिलेको हुनसक्छ, एन्सर भनेको त लास्ट रिजल्ट हो, अब त्यो नमिलेको हुनसक्छ, प्रोसेस मिल्दा पनि लास्टमा केही क्यालकुलेसन यताउता बिग्रिया हुनसक्छ, थोरै त्यो एन्सर बिग्रियो भने ओहो यो त बिग्रिएछ भन्ने हुन्छ। अनि त्यसपछि अरू क्वेसन हेऱ्यो, अरू क्वेसन पनि थोरै बिग्रिएछ, त्यो भयो भने चाहिँ के हुन्छ भन्दाखेरि त्यो होपलेस भइन्छ क्या। एक्जाम दिएर आएपछि त्यो गरेपछि पढ्न कसैले पनि सक्दैन, अफकोर्स सक्दैन। त्यो जुन मेन्टल स्टेटमा एक्जाम चलिरहेछ, अब एक्जाम छ पर्सि, अनि आज हेरेको फर्स्ट सेकेन्ड एक्जाममै सबै बिग्रियो, त्यही भयो भने त सबै होपलेस अभियसली भइन्छ नि। त्यही भएर सकेसम्म चाहिँ त्यसलाई अभोइड नै गर्ने हो। तपाईँ हेर्नुहुन्न त्यो? म चाहिँ हेर्दैन थिएँ, म त एन्सर पनि हेर्दैन थिएँ, साथीहरूसित डिस्कस पनि गर्दिनँ थिएँ। एक्जाम सकेपछि सिधा घर आउनुहुन्थ्यो कि एकछिन बस्थेँ म त सकेसम्म, तर अभोइड गर्थेँ भन्नाले यो क्वेसनको एन्सर यति आयो, हो यो क्वेसनको एन्सर त्यो चाहिँ सकेसम्म अभोइड गर्थेँ। अनि घर गएर त मैले हेर्दै हेरेन, किनभने मैले यो क्याप 2मा मिस्टेक गरेको थिएँ क्या। क्याप 2मा आएर चाहिँ एउटा सब्जेक्टको मैले हेरेको थिएँ, त्यसले गर्दा अलिकति होपलेस भएको थियो अर्को सब्जेक्टमा। अनि त्यो डिस्टर्ब भइन्छ, त्यो पढ्नै सकिँदैन क्या दिमागमा। अब ओहो त्यो क्वेसनको त ओहो यसरी गर्न पर्ने थियो, कहाँ के बिग्रिएछ, त्यो पढ्नै सकिँदैन, त्यो दिमागले गर्नै सक्दैन अभियसली। त्यो हुँदाहुँदै नयाँ कुराहरू त्यो प्रेसरमा पढ्न सकिँदैन। त्यही भएर सकेसम्म त्यो गर्ने, डिस्कस गर्ने नै होइन, एन्सर आएर हेर्ने पनि होइन। र कस्तो हुनसक्छ, र एक्जाम राम्रो भएको छ भने त भइहाल्यो अभियसली, त्यसमा त पढ्न सकिहाल्छ। तर अलिकति एक्जाम बिग्रिया हुनसक्छ, त्यो आफूले सोचेकै जस्तो हुन्छ भन्ने पनि होइन, थोरै एक्जाम बिग्रेको हुनसक्छ। तर त्यो एक्जामले चाहिँ सब्सिक्वेन्ट एक्जाममा चाहिँ असर नपर्ने तरिकाले चाहिँ आफूले पढ्नुपर्छ। सकेसम्म त्यो पेपरलाई चाहिँ ओके त्यो पेपर थियो, थोरै बिग्रियो, आफूले सोचेको जस्तो भएन, नहुनसक्छ, ठिकै छ, तर त्यसलाई चाहिँ म अब फर्दर सब्जेक्टबाट कम्पेन्सेट गर्छु भन्ने तरिकाले चाहिँ त्यो पेपरलाई कट अफ गरेर बाँकी पेपरमा चाहिँ कम्पेन्सेट गर्नुपर्छ भन्ने हिसाबले पढ्नुपर्छ। अनि अर्को एउटा क्वेसन पनि थियो, तपाईँले सोसियल मिडिया युज गर्नुभयो कि भएन? सोसियल मिडिया चाहिँ मेरो लागि धेरै डिस्टर्बेन्स चाहिँ भएन। युज गर्नुहुन्थ्यो? युज कम्प्लिट कट अफ थिएन? फालिदिएको थिएँ, पुरै एपहरू नै फालिदिएको थिएँ। अब त्यो मैले चाहिँ के गरेको थिएँ भन्दाखेरि एक्जामको अलि अगाडिदेखि नै फालिदिएको थिएँ क्या, किनभने रिभिजनको अलि अगाडिदेखि नै त्यो सबै एप्सहरू इन्स्टा फेसबुकहरू चाहिँ बरु टेलिग्रामहरू चाहिँ अलिकति बढी चलाइन्थ्यो, किनभने मटेरियल्सहरू आउँथ्यो त्यसमा। त्यही भएर त्यो चाहिँ अनइन्स्टलै गरेर, किनभने रिभिजनमा डाइरेक्ट गर्दा अलिकति अब त्यत्रो चलाइरहेको हुन्छ, अलिकति गाह्रो हुनसक्छ भन्ने हिसाबले रिभिजन जानुभन्दा अगाडि नै अनइन्स्टल गरेर थोरै, अनि त्यहाँबाट अलिकति ब्याकआउट भएको थियो सोसियल मिडियाबाट। र रिभिजनको बेला मलाई चाहिँ त्यस्तो धेरै डिस्टर्बेन्स भएन सोसियल मिडिया। ओके, तपाईँले युज नै गर्नु भयो? मैले युज नै गरिनँ, लगभग डिस्ट्र्याक्सन नै कट अफ गरिदिनु भयो। ओके, सो लास्ट क्वेसन, तपाईँलाई इम्पोर्टेन्ट लाग्ने, जुन तपाईँले अहिले ऱ्याङ्क पनि ल्याउनु भएको छ, तपाईँलाई हेल्प गरेको मोस्ट 3 इम्पोर्टेन्ट ह्याबिट्सहरू के हुन्? इम्पोर्टेन्ट ह्याबिट्स सुरुमा त क्लियर भिजन, एउटा क्लियर माइन्डसेट हुनु पऱ्यो। अब ह्याबिट्स नै भन्ने कि रिचुअल भन्ने कि यसलाई के भन्ने, एउटा क्लियर माइन्डसेट चाहिँ हुनु पऱ्यो, क्लियर भिजन, कहाँसम्म पुग्ने हो, मैले कसरी गर्ने हो, त्यो चाहिँ हुनु पऱ्यो सुरुमा। दोस्रो कुरा भनेको सकेसम्म आफूलाई चाहिँ इफेक्टिभ बनाउने कुरा बढाउनु पऱ्यो। कसरी चाहिँ इफेक्टिभ हुन सक्छु त, मेरो इफेक्टिभनेस केले गर्दा बढ्छ त, जुन अघि हामीले भन्यौँ, एउटा हुन्छ त्यो इफेक्टिभनेस अट्र्याक्ट गर्ने कुरा, अर्को हुन्छ डिस्ट्र्याक्ट गर्ने कुरा। त्यो डिस्ट्र्याक्ट गर्ने कुरालाई चाहिँ त्यो इफेक्टिभनेस बढाउने कुराले चाहिँ रिप्लेस गर्नु पऱ्यो। त्यसले भयो भने अलिकति सजिलो हुन्छ, कन्सिस्टेन्सी त्यो पढिराख्न पनि सजिलो हुन्छ। र अर्को भनेको थर्ड ह्याबिट अथवा चाहिँ त्यो मेन्टल स्ट्रेन्थ कि के भनौँ, मैले आफूले गर्न लागेको कुरामा चाहिँ म बेस्ट दिन्छु भन्नेवाला जुन माइन्डसेट हुन्छ, अथवा चाहिँ त्यो माइन्डसेटै भनौँ, यो कुरामा चाहिँ म बेस्ट गर्छु, मेरो बेस्ट निकाल्नै पर्छ, मेरो पोटेन्सियल कतिको छ भन्ने एनालाइज पनि गर्नुपर्छ जस्तो लाग्छ मलाई। किनभने मेरो लागि यो एक्जामको अगाडि रिभिजनको फेज भनेको ओके ल तिम्रो लागि यो च्यालेन्ज छ, कतिको गर्न सक्छौ त, ल देखाउ न त गरेर, आफ्नै लागि, अरूको लागि होइन, अरूलाई देखाउनु पर्दैन, तर आफूलाई देखाउ न त कतिको गर्न सक्छौ भन्ने हिसाबले त्यसरी पढेको थिएँ। त्यसले गर्दाखेरि त्यो गर्दाखेरि पनि मलाई आफ्नो बेस्ट गर्न सजिलो भयो, अनि एक्जाममा पनि त्यही भयो। त्यही भएर मलाई चाहिँ त्यही हो जस्तो लाग्छ, एउटा इफेक्टिभनेस सकेसम्म बढाउनु पऱ्यो, एउटा क्लियर माइन्डसेट हुनु पऱ्यो, र आफूले गर्न लागेको कुरामा चाहिँ बेस्ट दिनु पऱ्यो। आफूले जति सक्छु बेस्ट दियो भने जुनसुकै कुरा पनि गर्न सकिन्छ र अचिभेबल हुन्छ जस्तो लाग्छ मलाई। तपाईँले यो ऱ्याङ्क 1 या फेरि टपर बन्नको लागि के कुराहरू सेक्रिफाइस गर्न पर्यो?
सेक्रिफाइस भन्नाले जस्तो साथी सर्कल इभेन्ट्स त्यस्तो के कस्तो थियो भन्दा त्यो इक्जामभन्दा अगाडिको फेजेसमा त त्यो अभियसली पनि त्यो गर्न भ्याइँदैन, किनभने भित्रै बस्नु पऱ्यो, पढ्नै पऱ्यो। सकेसम्म त्यसलाई चाहिँ मैले त म घरबाट निस्केको थिइनँ, मक टेस्टहरूको लागि बाहेक मक टेस्टहरूको लागि चाहिँ निस्केको थिएँ। त्यो बाहेक चाहिँ म घरबाटै निस्किन लगभग 3.5 महिना जति नै त्यो अब त्यसलाई सेक्रिफाइस भन्न मिल्छ भने त्यही हो सेक्रिफाइस। अलिकति सेक्रिफाइस नै हो, त्यही नै सेक्रिफाइस होला। मैले चाहिँ यसलाई त्यस्तो सेक्रिफाइसेसहरू थोरै त्यो त भइ नै हाल्छ, यो चाहिँ आफ्नो एउटा एक्सपिरियन्सको रूपमा हेरेको छु। इक्जाम अगाडिको कुरादेखि लिएर यो 5 years अफ जर्नीलाई नै के एक्सपिरियन्स गरेँ भन्दाखेरि ओके मैले कतिको गर्न सक्छु, मेरो पोटेन्सियल के छ, अब लाइफ अहेडमा चाहिँ एउटा कन्फिडेन्स पनि बिल्ड होस् भन्ने हिसाबले ओके मैले चाहे भन्दा गर्न सक्दो रहेछु नि त भन्ने एउटा एक्सपिरियन्सको एक्सपेरिमेन्ट पनि भयो आफ्नो लागि र आफूलाई धेरै बुझियो पनि मलाई चाहिँ के कुराले चाहिँ ओके अलिकति इफेक्टिभ बनाउँदो रहेछ, मलाई के कुरा चाहिँदो रहेछ, मेरो ब्रेनले कसरी फङ्सन गर्दो रहेछ भन्ने कुराहरू पनि बुझियो। त्यो हिसाबले ओके त्यो सेक्रिफाइसेसहरू त्यो छन्, तर त्यो हुँदाहुँदै पनि त्यो सेक्रिफाइसेसभन्दा बढी चाहिँ आफूलाई बुझ्नु, आफूमा कन्फिडेन्स आउनु, आफ्नो बिलिफ सिस्टम अझै स्ट्रङ हुनु कुरा चाहिँ त्यसले चाहिँ ओभरलोड गरेको छ। सो 4-5 वर्ष अगाडिको दिव्य के भन्छ मान्छे भन्दा अहिले तपाईँ एकदमै डिफ्रेन्ट मान्छे हुनुभएको छ कन्फिडेन्सको कुरामा होइन, आफूलाई बुझ्ने कुराहरूमा। अनि अर्को लास्ट भन्दा यति अगाडि पुगिसकेँ, यो पढ्ने बेलामा साथीहरूसँग कुरा गर्नुहुन्थ्यो हुन्न थियो? किनकि कतिजनाको चाहिँ साथीलाई अब पढ्यो भने मैले त पढाएको छैन, ल उसले त पढाएको छैन म पढ्दिनँ भन्ने खालको पनि धेरैजनाको प्रब्लम हुन्छ। म चाहिँ के भन्छु भन्दाखेरि साथीहरूसित कुरा गर्दा केही भएन, तर नेगेटिभ कुरा गर्ने साथीहरूसित चाहिँ कुरा गर्नु भएन। जो हुन्छ नि ओहो मैले त पढाएको छैन, पास भइएला कि नभइएला, त्यस्तो भन्दा पनि ओके कोही छ अलिकति मोटिभेट गर्ने, अझै ओके तिमीले गर्न सक्छौ, तिमीले यसरी पढ, यसरी गाइड गर्ने, त्यस्तो छ भने चाहिँ कुरा गर्दा भयो। सकेसम्म आफू नेगेटिभिटीलाई हटाउने नै हो कम्प्लिट। त्यो 3-4 मन्थ्समा चाहिँ फुल नेगेटिभिटीलाई हटाएर आफूलाई सकेसम्म पोजिटिभ राख्नुपर्छ। साथी राम्रो भए पनि तर उसले ला मैले त पढाएको छैन भन्ने त्यस्तो छ नि, कुरा नगर्ने साथी त पछि पनि भइहाल्छ नि। त्यही त त्यस्तो छ भने नेगेटिभिटी सकेसम्म हटाउने, जोसुकै होस् जेसुकै होस्। फ्यामिलीबाटै पनि नेगेटिभिटी आउँछ भने फ्यामिलीसित पनि गएर कुरा नगर्ने, तर त्यस्तो नहोला केसेस। तर मैले भन्न खोजेको त्यो नेगेटिभिटीलाई जसरी धेरै हुन्छ कि हुन्छ त्यो हुन्छ, त्यसमा चाहिँ अब त्यही हो, आफूले केही फरक पर्दैन, किनभने त्यो स्टडीमा नबोल्दा केही फरक पर्दैन। ऊ पनि त आफ्नै प्रिपरेसन होला, म पनि आफ्नै प्रिपरेसन गरिरहेको छु, ऊ आफू पास हुनलाई गरिरहेको छु, म आफू पास हुनलाई गरिरहेको छु नि त। त्यही भएर चाहिँ आफ्नो लागि राम्रो के हुन्छ त्यो त आफैले गर्ने, उसको लागि राम्रो के हुन्छ उसले आफैले गर्ला। त्यही भएर सकेसम्म पोजिटिभिटीको अराउन्ड नै बस्नुपर्छ। र साथीसित कुरा गर्न मिल्यो, तर बरु कुरा गर्दा नि पोजिटिभ कुरा गर्ने। ओके मैले त यति पढेँ, ओके यो पढ्दाखेरि यसरी पढ्न सजिलो हुँदो रहेछ, त्यो पढाएको छैन ओहो पढ्न सकिँदैन भन्दा पनि यसरी मैले पढ्दाखेरि चाहिँ ओके यसरी सजिलो भयो, तिमीले पनि यसरी पढ है भन्ने कुरा गर्न सकिन्छ। पढ्ने कुरा गर्नु पर्यो, पढ्ने कुरा गर्नु पऱ्यो, पोजिटिभ कुरा गर्नु पऱ्यो। पढ्ने नै कुरा नगरे पनि ओके केही अलिकति रिल्याक्सिङ कुराहरू भन्नाले अलिकति ओके यस्तो छ त्यस्तो कुराहरू गर्न मिल्यो। मैले पनि म पनि साथीसित बोल्थेँ, लगभग हरेक दिन नै बोल्थेँ, अलिकति सजिलो हुन्छ आफूलाई पढ्न पनि सजिलो हुन्छ भन्ने हिसाबले। अलिकति बेलुकातिर चाहिँ दिनभरि पढेपछि यस्तो यस्तो पढ्यो यसरी पढ भन्ने हिसाबले चाहिँ त्यसरी म नि साथीसित चाहिँ बोल्न चाहिँ, तर नेगेटिभिटी चाहिँ अभोइड नै गर्थेँ। अब मलाई क्वेसन्सहरू याद आइरहेछ कि, अनि मैले अडियन्ससँग मागेको थिएँ कि क्वेसन्सहरू। एकजनाको क्वेसन यस्तो पनि थियो कि पढ्दाखेरि कसरी लाइफ ब्यालेन्स गर्ने भन्ने पनि कुरा आएको थियो। लाइफ ब्यालेन्स अब पर्सनल लाइफ हुनसक्छ होइन, धेरै केसेस हुन सकिहाल्यो, तर पढ्दाखेरि त्यो हुँदै नहुने भन्ने कुरा होइन। अब जस्तै त्यो सधैँ दिनदिनै 3 महिना जति हो अलिकति दिनभरि नै पढाइ गर्नुपर्ने, त्योभन्दा अगाडि त क्लासेसहरू पनि लिइन्छ, त्यो बेला त आफूसित अलिकति टाइम पनि हुन्छ है। यो कुराको लागि चाहिँ सकेसम्म आफैले नै ब्यालेन्स गर्ने हो।
टाइम सबैसँग इक्वेल नै हुन्छ, तर यो कुरालाई ब्यालेन्स गर्न मिल्दैन सकिँदैन भन्ने पनि होइन, गर्नै हुँदैन पनि भन्ने पनि होइन। आफूलाई सजिलो हुन्छ अथवा चाहिँ होइन आफूले सपोर्ट गर्ने मान्छे छ भने चाहिँ त्यो गर्दा पनि अझै राम्रो भयो। त्यसको लागि चाहिँ टाइम आफूले म्यानेज गर्नु पऱ्यो अलिकति। ओके यसको लागि चाहिँ टाइम चाहिन्छ है भन्ने छ भने अलिकति पढ्नु पऱ्यो, अगाडि अलिक मजाले पढ्नु पऱ्यो, अनि ल ठिकै छ यति पढियो त आजलाई पुग्यो भन्ने हिसाबले त्यो पछि त टाइम एलोकेट गर्न सकिहाल्यो। नहुने गरी प्रायोरिटाइज गर्नु पऱ्यो। अब होइन म 2-3 घन्टै बोलेर बस्छु अथवा चाहिँ होइन 2-3 घन्टै कुरा गर्छु अथवा घुम्न जान्छु, त्यो गर्न मिल्दैन। तर त्यसलाई कन्टिन्यू चाहिँ राख्न सकिन्छ। थोरै थोरै बोलेर बरु ओके मेरो यस्तो छ अलिकति भ्याइँदैन है अनि त्यो हिसाबले कुरा गरेर म्यानेज गर्न सकिन्छ, म्यानेज गरेर टपै गर्न पनि सकिँदो रहेछ। ओके, थ्याङ्क यू सो मच। एकदमै राम्रो कन्भर्सेसन भयो र मलाई लाग्छ आजको मेन इम्पोर्टेन्ट भनेको चाहिँ जो पनि स्टुडेन्ट्सहरूले हेरिरहनु भएको छ उहाँहरूलाई मेन भनेको चाहिँ पढ्न मन नलागेको बेला पनि पढ्नु पऱ्यो, मेन मेसेज। र अर्को चाहिँ पोजिटिभ माइन्डसेट, आफूलाई सकेसम्म दिमागलाई चाहिँ फोकस राखेर बेस्ट दिएर आफूसँग पोजिटिभ सेल्फ टक गरेर गर्न सक्छु भन्ने विश्वासको साथ गर्नु पऱ्यो। एनी फाइनल मेसेज जुन तपाईँ दिन चाहनुहुन्छ? ओके, फाइनल मेसेज चाहिँ के छ भन्दाखेरि त्यही त सबैले सोचेको हुन्छ है, म चाहिँ यस्तो बन्छु यस्तो गर्छु भनेर सोचेको हुन्छ, त्यो सबैको गोल पनि हुन्छ। तर के चाहिँ गर्नु पऱ्यो भन्दाखेरि त्यो गोलको लागि चाहिँ आफू पुरै लागि नै पर्नु पऱ्यो। जस्तोसुकै सर्कमस्टान्सेस जेसुकै अब्स्टेकल्स होस् त्यो कुराले चाहिँ धेरै फरक नपरोस् भन्ने हिसाबले आफू त्यो हिसाबले ड्रिभन हुनु पऱ्यो। र के गर्न सकिन्छ, कतिको गर्दा गर्दै पनि इक्जाम्सहरू स्टुडेन्ट्सहरूको क्लियर भइरहेको हुँदैन, त्यसमा कति मिस्टेक्सहरू भइरहेको हुन्छ। त्यही अन द वे त्यो जर्नीमै मैले के मिस्टेक्सहरू गरिरहेको छु त्यो कुराहरू आफूले बुझ्नु पऱ्यो, त्यो कुरा एनालाइज गर्नु पऱ्यो, त्यो मिस्टेक्स चाहिँ फेरि रिपिट नहोस् भन्ने हिसाबले त्यो कुराहरू बुझ्दै आफूले सक्ने जति सबै एफर्ट दिनु पऱ्यो। किनभने त्यो गोल पुगेपछि अब फेरि नयाँ फेज अफ लाइफ सुरु हुन्छ, त्यसको लागि पनि धेरै सजिलो हुन्छ। र आफूले सोचेको ओके मैले एचिभ गरेँ है, मेरो एउटा गोल थियो त्यो एचिभ गरेँ भन्ने हिसाबले ड्रिभन हुनु पऱ्यो त्यो गोलको लागि। त्यही अनुसार हार्डवर्क गर्नु पऱ्यो। हार्डवर्क जता गए पनि चाहिन्छ होइन, यो मैले पढिरहेकै कुरामा मात्र हार्डवर्क हुन्छ भन्ने होइन, फर्दर लाइफमा अझै बढी हार्डवर्क चाहिएला। त्यसको लागि ओके मैले गर्ने बेला चाहिँ गर्न सक्दो रहेछु है भन्ने हिसाबले आफूलाई बुझ्दै आफ्नो पोटेन्सियल चाहिँ रिच आउट गर्नु पऱ्यो भन्छु म आफूले गरेको कुरामा। र आफ्नो एफर्ट्सहरू मजाले लाउनु पऱ्यो, जेसुकै गोल होस् जतासुकै जसको कसैको के हुनसक्छ कसैको के हुनसक्छ, त्यसमा चाहिँ ड्रिभन भएर लागि परेर ओके म जसरी पनि गर्छु भन्ने हिसाबले अन द वे आफूलाई बुझ्दै आफ्नो मिस्टेक्सहरूलाई चाहिँ करेक्ट गर्दै गर्ने हो भने आई थिङ्क अचिभ गर्न सकिन्छ जस्तो लाग्छ मेरो अब अहिलेसम्मको एक्सपिरियन्समा चाहिँ। Thank you for such a wonderful conversation. Yes, thank you. Welcome, ma'am. Okay.